प्यासनेट लेभल नै घट्या हो होइन। अहिले सिटीमा तिमी हेऱ्यौ भने एउटा गाडी अगाडि कारणवश ऊ रोकिरहेको छ भने नि तिमीले पछाडिबाट यति हर्न हान्छौ नि, यु डोन्ट ह्याभ प्यासन टु वेट फर वाइल के हुन्छ नि, तिमी त्यो गाडीलाई जान पनि दिँदैनौ कि गएपछि तिम्रो टर्न आउने हो नि त होइन। अनि तिमी तिमी इन्स्टा फेसबुक चलाउँदै गर्दाखेरि तिमी यति स्क्रोल गरेर हुन्छ नि होइन, एभ्रिथिङ यु निड टु गेट भेरी फास्ट के भेरी अर्ली हुन्छ नि, छिट्टै चाहियो कि हुन्छ नि, छिट्टै चाहियो छिट्टै चाहियो छिट्टै चाहियो। त्यो गर्दाखेरि धैर्यता लेभल नै कम भइरहेको छ क्या मान्छेको, धैर्य नै छैन क्या, छैन धैर्यता नै छैन होइन होल्ड गर्नै सक्दैन क्या छैन नि उसले। अब पेसेन्स प्यासन छ, प्यासन छैन नै छैन छैन। क्या। अब कतिजना त त्यो भनौँ यदि मैले देखेको होइन, रातिको बेलामा टिकटक कसैले सर्फिङ गरिरहेछ भने ऊ लस्ट भयो क्या, यसको 2-3 कतिखेर बज्छ थाहा हुँदैन थाहा नै क्या। हुँदैन अब एक्ज्याक्टली त्यो डेली नयाँ नयाँ कन्टेन्ट हुन्छ। तर अब जस्तै यो इन्भाइरोमेन्टमा बस्दाखेरि त होइन अब you'll not be connected with Wi-Fi by the way. या The same time you'll be connected more with nature होइन। अब नेचरसँग कनेक्ट हुने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तिमी आफ्नो कर्ममा तल्लीन हुन्छौ क्या। सो अब हाम्रै फार्ममा हामी अब एक्टिभिटिजहरूमा इन्भल्भ हुन्छ होइन। फर इक्जाम्पल अब हामी फार्मतिर आफ्नै फार्मतिर पनि गइरहेको हुन्छ, कहिले जङ्गलतिर जानुपर्ने हुन्छ, कहिले होइन खोलातिर पनि जानुपर्ने हुन्छ, कहिले अब पानी लगाउन जानुपर्ने हुन्छ होइन। अनि यो सो कनेक्टेड विथ नेचर कि होइन, त्यो जल वायु आकाश अग्नि धरतीसँग चाहिँ कनेक्सन भइरहेको हुन्छ क्या। अनि एट द एन्ड अफ द डे युल गो विथ द हिलिङ प्रोसेस अगेन, किनभने शरीर भनेको चाहिँ जल वायु आकाश अग्नि धरतीले बनाएको हो नि त। अनि वेन यु गेट कनेक्टेड विथ दोज थिङ्स होइन, तिमी कनेक्टेड हुन्छौ क्या, नेचरसँग कनेक्टेड हुन्छौ। अनि नेचरले नै तिमीलाई हिलिङ प्रोसेसमा लगिरहेको हुन्छ क्या। त्यो भन्दै गर्दाखेरि चाहिँ अहिले विज्ञानले पनि पत्ता लगाएको कुरा चाहिँ एउटा तिमीलाई इन्ट्रेस्टिङ फ्याक्ट भनिदिन्छु होइन। अहिले चाहिँ इनोभेसन र टेक्नोलोजीको एउटा पिकमा पुगिसकेका विदेशीहरू दे कमिङ ब्याक टु इन्डिया एन्ड नेपाल होइन, जस्ट टु प्ले विथ नेचर के हुन्छ नि। नेचरमा पनि अझै बढी चाहिँ धरतीसँग कनेक्सन चाहिँ उनीहरूलाई बढी अट्याचमेन्ट चाहिरहेको छ क्या। वाइ बिकज जो मान्छे चाहिँ धरतीसँग अट्याचमेन्ट हुन्छ, जो मान्छे माटोसँग बढी खेल्छ, उसको डोपामाइन हर्मोन्स भनेको चाहिँ ह्याप्पी हर्मोन्स रिलिज हुन्छ अरे क्या माइन्डमा। अनि डिप्रेसन र एन्जाइटीबाट चाहिँ उसलाई मुक्त हुन चाहिँ सजिलो हुन्छ अरे क्या। यो चाहिँ एउटा अध्ययन पनि गरिया हो, जर्मनको एउटा घरमा चाहिँ सूक्ष्म अध्ययन पनि गरिया हो। त्यहाँ चाहिँ एउटा कुकुर चाहिँ बियर फुट हुन्छ, मर्निङ वाकको लागि त्यो घरकोले लिएर गइरहेको हुन्छ होइन। अनि अर्को घरको चाहिँ सुज लाएर गइरहेको हुन्छ होइन। तर गुड थिङ कि त्यो घरमा चाहिँ दुईवटा त्यो अध्ययनमा चाहिँ जुन घरमा कुकुर थियो त्यो घरले चाहिँ घरमा चाहिँ माटो चाहिँ छिरिरहेको हुन्छ क्या। त्यो भनेको होइन, माटोले गर्दाखेरि त्यो घरको डिप्रेसन र एन्जाइटी लेभल चाहिँ कम देखाएको थियो क्या। त्यतिसम्म सूक्ष्म अध्ययन गरिएको थियो। र अहिले अब हाम्रो अट्याचमेन्ट माटोसँग हुन छोड्यो नि त। अनि पञ्चतत्त्वमा धरती भनेको चाहिँ फर्स्ट एलिमेन्ट हो क्या। यु हेभ टु गेट फुल्ली कनेक्टेड विथ धरती होइन। अनि अहिले त के भयो अब सुज लाउँछ होइन मान्छेहरूले। अनि सिटिज एभ्रिवेयर यु क्यान फाइन्ड कङ्क्रिट ओन्ली होइन, कङ्क्रिट जङ्गल सकिन्छ होइन। अब तिम्रो सबै ढलान भइसकेको छ, अब पिच भइसकेको छ होइन। अनि तिमी बिस्तारै बिस्तारै नेचरसँग चाहिँ कनेक्टेड हुन पाएको छैन कि। अनि 21st सेन्चुरीमा चाहिँ हाम्रो बाजे बराजुहरू चाहिँ खतरा हो कि फेरि होइन। सर्च चाहिँ हाम्रो बाजे बराजुहरूले गरे हो होइन। अनि त्यसमा चाहिँ विज्ञानले थप्या हो क्या। अनि सो द्याट द नेम कल इज रिसर्च के हुन्छ नि, अभिलेखीकरण मात्रै नगरे हो क्या हाम्रो बाजे बराजुहरूले, साइन्टिफिकल्ली यसरी प्रुभन भएको नभने मात्रै हो क्या। 21st सेन्चुरीको पार्क भनेकै अहिले मन्दिर बन्यो नि त। किनभने गणतन्त्रसम्म आइपुग्दाखेरि वी आर नट एबल टु मेक होइन चिल्ड्रेन पार्क इन सिटिज होइन। अनि मन्दिर चाहिँ पार्क बन्न पुग्यो। अनि मन्दिरमा चाहिँ खाली खुट्टा जानुपर्छ भन्ने एउटा कन्सेप्ट क्रिएट गरियो होइन। अनि जब तिमी मन्दिरमा जान्छौ खाली खुट्टै जान्छौ नि, बियर फुट जान्छौ नि, त्यहाँ ट्रायङ्गल हुन्छ नि त, गजुरको ट्रायङ्गल अनि त्रिशुलको ट्रायङ्गल हुन्छ नि, त्यसले चाहिँ तिम्रो कस्मिक एनर्जी चाहिँ अब्जर्भ गरेर हुन्छ क्या। अनि इट गोज फ्लो बाई यो फुट होइन। अनि 7 चक्र चाहिँ अलाइन हुन पुग्छ क्या, मूलद्वारादेखि सहर्षसम्मका एनर्जीहरू त्यो चक्रजहरू चाहिँ। अनि द्याट इज अ भेरी डिप मिनिङ अफ दिस थिङ्स होइन। अब अहिलेको टाइममा चाहिँ नेचर चाहिँ अति नै इम्पोर्टेन्ट हो। मैले पनि अहिले मेरो लागि चाहिँ प्रत्यक्ष रूपले चाहिँ भगवान् भनेको चाहिँ जलवायु आकाश अग्नि धरती नै हो। र मेरो अल्टिमेटली मेरो म जसरी अहिले बाँचिरहेको छु नि होइन, इट्स अल बिकज अफ जलवायु आकाश अग्नि धरतीले नै हो नि त होइन। त्यसले गर्दाखेरि अब चाहिँ बचाउनुपर्छ, अब चाहिँ होइन यो कुराहरूमा चाहिँ बोल्नुपर्छ, यो कुराहरूलाई माया गर्नुपर्छ। अनि यो कुराहरूसँग चाहिँ आफ्नो डेली एउटा लाइफलाई पनि होइन कम्बाइन गरेर लिएर जानुपर्छ प्रकृतिसँग भन्दै म पनि यात्रा तय गरेँ। अब अघि कस्तो मिठो कुराहरू नि, जस्तै अब
नेचरसँग कनेक्ट नभएर मान्छेहरू अहिले त धेरै अब केसेसहरू पनि अब डिप्रेसन एन्जाइटीकै छ नि त त्यो खेल्ने माहौलै छैन क्या तिमीलाई अझै यसमा चाहिँ मैले एउटा कुरा जोडेँ त फर इक्जाम्पल यो भन्दाखेरि चाहिँ अब यो होइन रूढिवादी होइन हिन्दुइजम या त सनातनीहरू भन्ने हुन्छ होइन देयर इज अ बिग रिजन बिहाइन्ड इट के त्यहाँ साइन्टिफिक रिजनहरू थियो कि खास होइन सो जस्तो अहिले अब हामी बर पिपल स्वामीहरू त अब इन द नेम अफ डेभलपमेन्ट हामी काट्दै गयौँ नि त होइन बर पिपल स्वामीमा अब स्याटरडेको दिन चाहिँ हाम्रो दिदीबहिनीहरू चाहिँ जल चढाउनु जान्थ्यो नि त होइन जल चढाउनु जाँदाखेरि चाहिँ जलसँगको एलिमेन्ट्स कनेक्टेड भयो है गएर डियो बालिन्थ्यो अनि तिमी अग्निसँग नै कनेक्ट भयो होइन अनि बिहानको टाइममा चाहिँ एयर क्वालिटी इन्डेक्स चाहिँ अति राम्रो हुन्थ्यो कि एयर क्वालिटी इन्डेक्स भनेको चाहिँ अहिले एयरको क्वालिटी मापन गर्छ नि त अनि 50 भन्दा तलै झर्रा हुन्छ क्या अनि विच इज भेरी गुड फर यर लङ्स होइन वायुसँग नै कनेक्टेड भयो नि त अब खाली खुट्टै जानुपर्छ भन्ने प्रचलन थियो यु हेभ टु गेट कनेक्टेड विथ सोइल एज वेल होइन त धरतीसँग नि कनेक्सन भयो नि त अनि अब बिहानको टाइममा त्यो कस्मिक एनर्जी त एकदमै राम्रो मिलिरहेको हुन्छ होइन भन्दै गर्दाखेरि चाहिँ जल वायु आकाश अग्नि धरती फेरि त्यो 5 एलिमेन्टसँग तिम्रो अट्याचमेन्ट भयो गएर जल चढायो धुपबत्ती बाल्यो या त दियो बाल्यो होइन अनि फेरि खाली खुट्टै घरसम्म फर्क्यो सी विल बी इन हिलिङ प्रोसेस के एट द एन्ड अफ द डे होइन अहिले कर्पोरेट लेभलमा काम गर्ने अधिकांश व्यक्तिहरूलाई यु हेभ टु पुट अ भिटामिन डी फर देम के हुन्छ नि भाइटामिन डी चाहिँ तिमीले सिरिन्जबाट हाल्नु परेको छ अनि आइदर यु हेभ टु टेक बाई पिल्स होइन त कर्पोरेट लेभलमा काम गर्नेहरूको सबैभन्दा बिग समस्या भनेको चाहिँ दे आर नट एक्सपोज विथ सन के अनि हाम्रोमा के थियो भन्दाखेरि बिहान उठ्ने बित्तिकै सूर्य अर्घ होइन त दिनुपर्छ जल दिनुपर्छ भन्थ्यो नि त अनि बिहानको सूर्य भनेको चाहिँ के हुन्थ्यो भने भाइटामिन फुल अफ भाइटामिन्स डी के हुन्छ नि त अनि सो कनेक्टेड के हुन्छ नि ल फर इक्जाम्पल यहीँ हेर न ल अहिले हामी यो तामाको बोतलको पानी पिइरहेको होइन त जानी नजानी हाम्रो बाजे बराजुहरूले तामाको ठुलो रोचे हुन्थ्यो होइन हामीसँग यस्ता गाग्रीहरू हुन्थ्यो होइन अनि सानो अम्खरा हुन्थ्यो अम्खरा नभए बोटल्स नभए ग्लास नभए तिमीलाई याद छ होला कोइन्स हालेर खानुहुन्थ्यो होइन रातभरि कोइन भिजायो बिहान चाहिँ पानी पिउनु पर्ने अब अहिले आएर विज्ञानले के भन्यो भन्दाखेरि जसले तामाको बोतलमा पानी पिउँछ नि होइन एन्टी क्यान्सरसम्मको पावर रेसिस्टेन्ट र 12वटा डिफ्रेन्ट रोगसँग चाहिँ लड्ने क्षमता सो इन्ट्रेस्टिङ अगेन होइन त हाम्रो बाजे बराजुहरू चाहिँ विज्ञान नै थियो कि वैज्ञानिक नै हुनुहुन्थ्यो कुन खोलालाई कति डिग्री कति भर्टिकल कति एङ्गलमा झार्दाखेरि घरसम्म कुलो आउँछ भन्ने पनि त विज्ञान हो नि होइन तर उहाँहरूलाई थाहा थियो नि त घरसम्म कुलो चाहिँ टक 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 यो एङ्गल यो भर्टिकल यो होइन होराइजन्टल मिलायो भने चाहिँ घरसम्म चाहिँ कुलो पानी आउँछ भन्ने थियो नि त होइन यो जस्तै यो यसैमा जस्तै तराईमा त अब जस्तै अब खेती लगाउने क्रममा त कुलाइन गर्न जानुपर्छ नि त अनि उनीहरूलाई पनि त थाहा छैन अब कसरी देखिन्छ नि त हो नि प्र्याक्टिकल के हुन्छ नि त्यो जमानामा 100 इयर्स ब्याक अगाडि नै राजकुलोहरू यस्ता कुलोहरूको निर्माण भयो कि जहाँ कि अहिलेको विज्ञानलाई चकित गर्छ कि कसरी ल्याएर त्यो पानी भन्ने हुन्छ कि तर त्यहाँ विज्ञान नै थियो कि अनि विज्ञान भन्ने बित्तिकै यु डोन्ट ह्याभ टु स्टडी E = mc स्क्वायर आइदर cos θ - sin θ को फर्मुलै लाउनुपर्छ भन्ने होइन नि त विज्ञान भनेको तिम्रो चाहिँ हरेक डेली लाइफमा चाहिँ हाम्रो बाजे बराजुहरूले गरेको प्र्याक्टिस नै विज्ञान थियो वैज्ञानिक थियो त्यो हिसाबले नै उनीहरू बाँचेको भएर त अहिले दे लिभ टिल 90s नि त होइन 90 वर्षसम्म बाँच्नुको रिजन के थियो त भन्दाखेरि चाहिँ उनीहरूको लाइफस्टाइल नै सिम्पल थियो प्रकृतिसँग कनेक्सन बढी थियो अनि नो मोर बिग होइन नो एम्बिसियस मोर एम्बिसियस होइन एम्बिसियस थिए तर एकदमै बिग एम्बिसन लिएर हिँड्दैनन् तर पनि अब कहिलेकाहीँ म हिँड्छु कि यस्तो अलि हाइटमा गएपछि तलपट्टि त्यो आली बनाएर होइन कस्तो मजाले बनाएको हुन्थ्यो नि अब डोजर थिएन त्यो टाइममा देयर वाज नो एक्सकाभेटर्स देयर वाज नो होइन जेसिबी अहिलेको जस्तो होइन इनोभेसन टेक्नोलोजी नै थिएन हेर त त्यो टाइममा त्यसरी पनि होइन उनीहरूले बिल्ड गरेको थियो भनेपछि त होइन हामी सायद त्यो पुस्तान्तरण होइन त्यो हस्तान्तरण चाहिँ नभए होला अपकमिङ जेनेरेसनलाई तर अब हामी त्यही खोजी पनि गर्नुपर्ने अवस्था पनि छैन भयो पनि होला अब कसैले लिन चाहेनन् पनि होला कि त्यो सब अरूले बिग ड्रिम पनि देख्यो होला नि त फेरि त्यो पनि थियो अब त्यो बिचमा चाहिँ वी वेन्ट थ्रु होइन अब त्यो एक हिसाबले जनयुद्धदेखि लिएर धेरै कुराहरूले गर्दा त्यो गर्दाखेरि त्यो कोल्याप्स एक्ज्याक्टली त्यो कोल्याप्स नै भयो होइन त्यो संस्कृतिहरू छैनन् हो नि प्रिजर्भ पनि भएन कुनै पनि राष्ट्रलाई धराशायी बनाउनु पर्छ भने त्यहाँको भाषा भाषी त्यहाँको धर्म संस्कृति परम्परालाई
छोइदिए हुन्छ चलाइदिए हुन्छ भनेको थियो नि त त्यो नै भए हो त्यो बिचमा होइन त्यसले नै त्यसको रिजल्ट नै हो नि त अहिले द्वन्द्वकालको बेलामा अब गाउँमा थियो अहिले अब आफ्टर कोभिड यताउति गरेर नेपाल पुरै अब खाली नै छ नि त एक्ज्याक्टली सेम स्टोरी विथ मी अल्सो इट गोज होइन सिन्स 4 years होइन वी केम ब्याक टु भिलेज होइन अब अहिले चाहिँ हामी गाउँको घर भनेर चाहिँ लगभग 4 वर्ष अगाडि 4 वर्ष भयो लगभग कोभिडको टाइम नै के थियो स्टार्टिङमा खाली थियो यो एबन्डन जग्गा जस्तो थियो देयर वाज नो एनिथिङ इन दिस प्लेस होइन सबै बन्जर थियो होइन खेतहरूले तिर्खाएर पानी मागिरहेको थियो होइन पानी हालिदिने मान्छे थिएन होइन युवाहरू थिएन अब गाउँ रित्तिरहेको कन्डिसन थियो होइन अनि अब अरूले चाहिँ सहरमै अपर्च्युनिटी खोजिरहेको हुन्छ होइन मैले चाहिँ गाउँमै खोज्नुपर्छ अनि विथ पिस अफ माइन्ड होइन अब गाउँमै गएर कुटो कोदालो गर्नुपर्छ क्रान्ति गर्नुपर्छ तर इन सेन्स कि पड्काएर बन्दुक पड्काएर होइन एकदमै त्यो के भन्ने अब त्यो एकदमै मान्छेलाई चाहिँ नराम्रो प्रभाव पारेर होइन कि राम्रो प्रभाव पारेर होइन कुटो कोदालो बोकेर पनि क्रान्ति हुन्छ बन्दुक मात्रै बोक्नु पर्दैन क्रान्तिको लागि बम बारुद नै बोक्नुपर्छ भन्ने छैन कुटो कोदालो पनि क्रान्ति हुन्छ भनेर हामी कुटो कोदालो बोकेर नै बुटोलबाट 24 किलोमिटर्स डुम्रेबाट चाहिँ 3 किलोमिटरभित्र यो गाउँमा चाहिँ हामी जग्गा लियौँ हामीसँग अहिले लगभग 20 रोपनी जग्गा छ त्यसमा चाहिँ हामी एग्रिकल्चर प्लस टुरिज्म होइन त्यसमा चाहिँ अब एग्रिकल्चर पनि गर्छौँ अनि त्यसमा चाहिँ डोमेस्टिक टुरिज्म एन्ड एट द सेम टाइम इन्टरनेसनल टुरिज्मलाई पनि कनेक्ट गर्ने कोसिस गरिरहेको छौँ त्यसरी नै हो जस मैले चिन्दा चाहिँ दुईटा समुद्र देखे जस्तो लागिरहेछ अहिले चाहिँ होइन एभ्रीडे तिम्रो लाइफमा चाहिँ एभ्रीडे नयाँ मान्छे नै हुन्छ तिमी जस्तो हिजोको समुद्र डिफ्रेन्ट हुन्छ आजको समुद्र डिफ्रेन्ट हुन्छ भोलिको समुद्र इट माइट बी डिफ्रेन्ट अगेन होइन जस्तो आकाशलाई पनि भोलि अर्को आकाश पनि देख्न सकिन्छ होइन त्यो मान्छे दिनदिनै नयाँ भनेरै जिरा हुन्छ नि त नयाँ तरिकाले जिउनु पनि पर्छ र त्यो एउटा नेचुरल फिनोमिना पनि हो त्यसलाई एक्सेप्ट पनि गर्नुपर्छ होइन इच एन्ड एभ्री डे इज न्यू फर यु होइन त्यो त्यसलाई कसरी तिमीले चाहिँ गर्नु जाने भन्ने कुरा 4 वर्ष ब्याक टु जाँदा पहाड जाँदाखेरि होइन यतिको यहाँसम्म आउँदा त अब होइन अब धेरै हसलहरू भयो कतिलाई त बुझाउन पनि गाह्रो भयो होला होइन के थियो त्यो टाइमको अवस्था फेरि कन्भिन्सिङ गर्न गाह्रो भयो नि त मान्छे यस्तो हो अब बुझाउन पनि हो अब बुझाउनु पर्छ भन्ने चाहिँ पनि होइन खास त होइन किनभने यो आफैमा मलाई यसरी नै जिउन मन लागेको थियो नि त इभन इफ आल द्याट टुमरो होइन आई डोन्ट ह्याभ रिग्रेट भन्ने जस्तो हुन्छ कि कहिलेकाहीँ म भोलि नै मऱ्यो भने पनि मलाई रिग्रेट छैन क्या इन अ सेन्स कि मलाई यसरी नै बाँच्न मन लागेको थियो अनि म चाहिँ होइन आइम लिभिङ माई लाइफ के एट द प्रेजेन्ट भन्छु अझै यु हेभ चुजन दिस पाथ भनौँ हो होइन कसैले अब त्यो उस गराएर त होइन नि त्यो त होइन सेल्फ एउटा रियलाइजेसन अनि सेल्फ एउटा भित्रको इन्ट्रेस्टको कुरा पनि हो नि त मलाई यसरी बाँच्न मन लाग्यो है होइन मलाई चाहिँ पाहाडमा गएर मजाले घर बनाएर अनि मजाले एग्रिकल्चर गर्दै होइन आफ्नो चाहिँ डेली लाइफ चाहिँ सिम्पल लिभिङ होइन त्यसरी गर्दै यहाँ पनि अब जस्तै अघि हामी आयौँ हेऱ्यौँ सबै अब एकदम मिनिमम चिजबाट नै सबै कुराहरू छ नि होइन यहाँ कुनै फ्यान्सी स्टफहरू छैन यहाँ सबै मिनिमम चिजमा कसरी बनाइन्छ त्यो कुरा चाहिँ उस छ क्या होइन हो अब मेरो धारणा पनि त्यही हो इफ यु वान्ट टु मेक अ सेन्टेन्स होइन गो विथ द लेटर्स भन्छु क्या होइन अब जस्तो तिमीले ए पढेपछि बी पढेपछि सी गर्ने हो नि त अनि त्यहाँपछि बल्ल एउटा सेन्टेन्स बन्न पुग्छ होइन वर्ड बन्न पुग्छ वर्डलाई चाहिँ फेरि सेन्टेन्समा ढाल्न सकिन्छ होइन स्टार्टिङ भनेको सानैबाट होइन गरेको राम्रो हो होइन स्टार्टिङ इट कुल बी होइन स्मल होइन त्यसलाई ग्रो गर्दै जाँदाखेरि चाहिँ राम्रो देखिन्छ पनि त्यसका कन्सिक्वेन्सेस ब्याड कन्सिक्वेन्सेस गुड कन्सिक्वेन्सेसहरूलाई आत्मसात गर्न सकिन्छ होइन त्यसरी नै बढ्दाखेरि चाहिँ अझै राम्रो चाहिँ हुन्छ तर ट्राभल त धेरै होइन रहेछ जम्मा कति 24 किलोमिटर 24 किलोमिटरको डिस्टेन्समा हामी अवस्थित छौँ 24 + 3 27 हो यसो छ आकाश अब नेपालको भूगोल तिमी उत्तरदेखि दक्षिण हेऱ्यौ भने 180 किलोमिटर्सदेखि 200 किलोमिटर्स हो हामीसँग यस्ता गाउँहरू छन् जहाँ तिमी त्यहाँ माथि बसेर तिमीले होल नेपाल देख्न सक्छौ तलतिर हेऱ्यौ भने बुटोल बिचमा तिमी मिडमा हुन्छौ अनि तिमी हिमाल देख्छौ तिम्रो नर्थ साइडतिर त्यो भनेको चाहिँ अन्नपूर्ण रेन्ज होइन त्यसको ठ्याक्क ब्याकतिर लगभग तिब्बतै हो होइन भन्दै गर्दाखेरि चाहिँ तिमी यस्तो ठाउँमा बसेर नेपाल देख्न सक्छौ भन्नु खोजेको नेपालको भूगोल त्यति ठुलो चाहिँ होइन बनाइया हो होइन उत्तर र दक्षिणको सिमाना मैले भन्दै गर्दाखेरि चाहिँ अनि यस्तो भर्सटाइल क्लाइमेटिक कन्डिसन छ कि होइन त्यो एभ्री 20-30 किलोमिटर्सको डिस्टेन्समा युल फाइन्ड अ डिफ्रेन्ट क्लाइमेट होइन अब जस्तो अहिले बुटोलमा गर्मी छ भने यहाँ चाहिँ शीतल छ होइन अब अलि माथि गयो भने चिसो छ होइन अब अलि माथि गयो भने हिउँ छ होइन द्याट्स द इन्ट्रेस्टिङ पार्ट अबाउट नेपाल अनि फेरि त्यसमा चाहिँ त्यो भूगोल अनुसारका यहाँ उत्पादन पनि त्यस्तै छन् फेरि कृषि उपजका उत्पादनहरू
तिमीले एउटा ममफलीदेखि लिएर होइन खरबुजादेखि लिएर ड्रागन फ्रुटदेखि लिएर होइन तराईमा हुने हिमालमा हुने स्याउ ओखरसम्मका होइन र जडीबुटी महँगा जडीबुटीहरूसम्मका कुराहरू चाहिँ इन बिट्विन नेपालमै होइन यस्तो भर्सटाइल क्लाइमेटिक कन्डिसन चाहिँ सायद बिरलै पाइन्छ र वान अफ द युनिक थिङ नै हो क्या त्यो हामी प्रिभिलेज पनि हो हामी यो देशमा जन्मिनु तर अब विडम्बना अब अरू रिजनले गर्दा नै अब यो टपिक चाहिँ लगाउँ होइन राजनीतितिर तर लकी नै मान्छु दोष नदेऊ होइन अझै पनि मान्छेहरू चाहिँ समय छ अझै पनि गाउँमा चाहिँ पिस अफ माइन्डमा बसिरहेको छ रमाइलो छ नि रमाइलो छ होइन इफ यु लुक फर दि ब्याड थिङ्स देयर लट्स अफ ब्याड थिङ्स होइन इफ यु लुक फर दि गुड थिङ्स होइन देयर लट्स अफ गुड थिङ्स अल्सो त्यो अब तिमीले कसरी हेर्ने हामीले अब कसरी हेरेछौँ भन्ने कुरा डिपेन्ड्स अपन पर्सेप्सन होइन तिम्रो लाइफ कसरी लाइफ तिमीले गरिरहेको छौ भन्ने कुरा अनि यहाँ अहिले आबद्ध हाम्रो यहाँ टिम मेम्बरमा कतिजना हुनुहुन्छ हामी 7 जना चाहिँ प्रत्यक्ष रूपले हामीसँग आबद्ध भएर काम गरिराख्नु भएको छ भने म पनि एउटा टिम मेम्बर हो र 8 जना भन्नुपर्छ किनभने म पनि कर्मचारी नै हो काम गर्नुपर्छ कर्म गर्नै पर्छ त्यसले गर्दाखेरि मसँग गएर 8 जना भन्नुभयो अनि हामीले अहिले चाहिँ जस्ट अघि उता पनि देखियो कफीहरू पनि देखियो होइन यता अब हो आकाश तिमीले कफीको प्रसङ्ग निकालिहाल्यौ अब मेरो थेम भनेकै चाहिँ हामीलाई यो समाजले ए फर अस्ट्रेलिया अनि ए फर अमेरिका सिकायो अ ग्रुप अफ पिपलले हामीलाई ए फर एमआलए सिकायो नेपाली चाहिँ एग्रिकल्चर कन्ट्री भन्दै गर्दाखेरि नो वान इज लुकिङ एफर एग्रिकल्चर होइन यहाँ कबाट कतार सिकाइयो यहाँ कबाट कुवेत सिकाइयो यहाँ कबाट क्यानाडा सिकाइयो यहाँ कबाट कङ्ग्रेस पनि सिकाइयो यहाँ कबाट कमरेड पनि सिकाइयो हेर त कृषि प्रधान देशमा यहाँ कबाट कृषि चाहिँ सिकाइएन क्या विडम्बना अनि अब चाहिँ हामी एउटा बोटानिकल गार्डनको क्रिएसनमा लाग्नुपर्छ र त्यो बोटानिकल गार्डन भनेको चाहिँ सकेसम्म चाहिँ एदेखि जेडसम्मका रुख र कदेखि गेसम्मका रुखहरू रोप्ने भन्ने प्लानमा लाग्यौँ सिन्स 4 years ब्याक अनि ए फर एरोप्लेन होइन अब ए फर एप्रिकोट र ए फर एभोकाडो पढाउनुपर्छ भनेर बच्चाहरूलाई हामी रोपिसक्यौँ बी फर बल होइन बी फर बनाना सी फर क्याट होइन सी फर कफी डी फर डग होइन डी फर ड्रागन फ्रुट्स यसरी नै क्रमशः हामीले बोट बिरुवाहरू टन्नै लगाएको छ र त्यसलाई हुर्काउने क्रममै छौँ र बच्चाहरूलाई बिस्तारै त्यसको नामाकरण गर्दै बच्चाहरूलाई प्रकृतिसँग कनेक्सन गराउने इन अ सेन्स कि बोट बिरुवाहरूसँग कनेक्सन गराउने अनि बोट बिरुवासँग कनेक्सन गराउने बित्तिकै बच्चाहरूलाई के हुन्छ भने ए फर एभोकाडो हामी 9 करोडको एभोकाडो चाहिँ लास्ट इयर हामीले इम्पोर्ट गरेको थियौँ बी फर बनाना हाम्रा बनानाहरू अहिले पनि इन्डियाबाट आइरहेको हुन्छ सी फर क्याट सिकाइरहेको छौँ हामी सी फर कफी भनिरहेको कन्डिसनमा चाहिँ नेपालमा वार्षिक 5 मेट्रिक टन कफी मात्रै हामीले उत्पादन गरिरहेको छौँ भने हामीलाई मार्केटमा 700 मेट्रिक टन चाहिरहेको छ 595 मेट्रिक टन 695 मेट्रिक टन कफी चाहिँ हामीले बाहिरबाट इम्पोर्ट गर्नुपर्ने कन्डिसन छ र भोलि बच्चाहरूलाई यही कुराहरू सिकाउन सकियो भने बच्चाहरूले यसमा सम्भावना देख्छन् र यो सम्भावना देखिँदै गर्दाखेरि चाहिँ बच्चाहरूले ओहो हाम्रो माटोमा पनि सम्भावना रहेछ भन्ने उनीहरूमा एउटा चाहिँ बिउ छर्न पाइयो भने त्यो हुर्किँदै गर्दाखेरि चाहिँ त्यसले राम्रो एउटा चाहिँ फल दिने सक्ने चान्सेस हुन्छ भनेर नै हामी अहिले एउटा बोटानिकल गार्डनको क्रिएसनमा नि छौँ र यसरी नै एग्रिकल्चर प्लस टुरिज्ममा पनि मैले रोजेको टुरिज्म चाहिँ अलिक पृथक छ गाउँको घर इको फार्म हाउस एन्ड रिट्रिट सेन्टर भन्दै गर्दाखेरि चाहिँ नेपाल एउटा तपोभूमि हो नेपाल एउटा बुद्ध भूमि हो यो शान्ति भूमि हो यो ज्ञान भूमि हो यो तान्त्रिक भूमि हो होइन अझै ऊर्जाको लागि कुरा गऱ्यौँ भने यो भूमिलाई चाहिँ आध्यात्मिक हिसाबले डेभलप गर्नुपर्छ भन्ने मेरो चाहना हो व्यक्तिगत हिसाबले नेपालमा चाहिँ टुरिज्मलाई भित्राउँदै गर्दाखेरि चाहिँ हामी बियर खुवाउनलाई मात्रै टुरिज्ममा नभित्राउँ ध्यान योगा मेडिटेसनको लागि पनि भित्राउँ न भन्ने मेरो कन्सेप्ट हो नेपाललाई टुरिज्ममा डेभलप गर्दै गर्दाखेरि आध्यात्मिक टुरिज्मको हिसाबले पनि एउटा राम्रो सेन्ट्रल ठाउँ बन्न सक्छ किनभने यो त आफैमा एउटा ज्ञान भूमि मान्छे एकैछिन खोलाको छेउमा बस्यो भने धेरै ज्ञानहरू त्यहीँबाट प्राप्त हुन्छ त्यस्ता ठाउँहरू छन् जहाँ शिवपुरीदेखि लिएर खप्तर बाबासम्मका योगीहरूले चाहिँ सिद्धि प्राप्त गरेको ठाउँ हो हामी नजिकै कुरा गऱ्यौँ भने सिद्ध बाबा त्यस्ता होइन पवित्र ठाउँहरू छन् जहाँ चाहिँ मान्छेहरू होइन गुरुहरू होइन आएर सिद्ध प्राप्त भएका ठाउँहरू हुन् र यो यस्तो ऊर्जा भएको भूमिलाई चाहिँ हामी खेर जान दिनु हुँदैन र आध्यात्मिक हिसाबले यसलाई चाहिँ टुरिज्ममा ढाल्नुपर्छ र
टुरिज्ममै आध्यात्मिक टुरिज्मलाई हामीले डेभलप गर्न सक्यो भने नेपाललाई चाहिँ एउटा राम्रो नेपालबाट एउटा राम्रो म्यासेज चाहिँ संसारभर जान सक्छ, जुन चाहिँ शान्तिदेखि मुक्तिका कुराहरू हामी यही गर्न सक्छौँ। शान्ति भन्दै गर्दाखेरि लुम्बिनी, मुक्तिसम्मका कुरा गर्दै गर्दाखेरि मुक्तिनाथसम्मका ठाउँहरू हामीसँग यही भूगोलमा छन् र यसैलाई नै डेभलप गर्नुपर्छ भनेर हामी यहाँ चाहिँ ध्यान, योगा, मेडिटेसन, साधनाको लागि नै चाहिँ यो स्पेस चाहिँ डिजाइन गरे हो र त्यसरी नै यो स्पेस चाहिँ हामी अहिले पनि युज गरिरहेको छौँ। अब सिटीमा कन्सेप्ट बुझाउन त गाह्रो भइरहेको छ। एभ्री वान इज लुकिङ फर ड्रिङ्किङ, स्मोकिङ, होइन, किन माछा पाउँदैन भन्नुहुन्छ, होइन। तर त्यो ठाउँ होइन यो ठाउँ चाहिँ त्यस्ता व्यक्तिहरूको लागि हो जसले चाहिँ शान्त खोजिरहेको छ, आफूलाई बुझ्न खोजिरहेको छ, आफूले आफ्नो लाइफलाई बुझ्न खोजिरहेको छ, यो जन्म मृत्युको कुराहरू बुझ्न खोजिरहेको छ, मुक्तिका कुराहरू बुझ्न खोजिरहेको छ, होइन, चक्रका कुराहरू बुझ्न खोजिरहेको छ, पञ्चतत्त्वका कुराहरू बुझ्न खोजिरहेको छ। सबै कुराहरू चाहिँ एउटा बुझ्नेको लागि यो ठाउँ यसरी नै डिजाइन गरे हो र त्यो डिजाइन गर्दै गर्दाखेरि चाहिँ यस्ता तामसी गुडहरूलाई चाहिँ मैले जोड्न नमिल्ने कन्डिसन भएको भएर मैले यो ड्रिङ्किङ, स्मोकिङ साथीभाइहरूको पनि धेरै विनम्र अनुरोध छ मलाई, अब दिनु पर्यो भन्ने। तर भन्दै पनि त्यसले चाहिँ कता त्यो गुड भाइब्रेसनलाई चाहिँ ह्याम्पर पर्छ भन्ने हिसाबले त्यो ऊर्जा चाहिँ, त्यो पोजिटिभ ऊर्जालाई चाहिँ यसलाई चाहिँ जगाइराख्नुपर्छ भन्ने हिसाबले पनि मैले यो चाहिँ अलाउ नगरे हो। तर मेरो धारणा पनि यसलाई चाहिँ आध्यात्मिक टुरिज्मको हिसाबले चाहिँ नेपालको सम्भावना ठुलो छ। अहिले बाली, इन्डोनेसियाको बाली भन्ने ठाउँमा चाहिँ आध्यात्मिक टुरिज्मको लागि उनीहरूले रिट्रिट, होइन, अब वेलनेस सेन्टर्सहरू, होइन, ध्यान, योगा, मेडिटेसनको लागि कति राम्रो ठाउँहरू डेभलप गरिरहेको छन्, जुन कन्ट्रीमा त्यसको कुनै एउटा त्यहाँ फाइन नै नभएको चिज हो नि त। एक हिसाबले नेपाल त अलरेडी फाइन गरेका चिज हो नि त, योग पनि यहीँबाट फाइन भयो हो, होइन, धेरै कुराहरू यहीँबाट फाइन भएको छ नि त, होइन। त्यो हिसाबले गर्दाखेरि चाहिँ बाली जस्तो ठाउँले जहाँ चाहिँ आध्यात्मिकको कुनै नलेज नै छैन, त्यस्ता ठाउँहरू त अहिले आध्यात्मिक हिसाबले डेभलप भइरहेको भनिन्छ। त्यो नेपालले त अभियसली राम्रो एउटा गर्नुपर्ने थियो, होइन, गर्नुपर्छ पनि, र हामीसँग अलरेडी छन् पनि, होइन। 7 धाममध्ये हामीसँग 2टा धाम पशुपतिनाथ र मुक्तिनाथ, होइन, एउटा विश्व शान्तिको प्रतीक एउटा चाहिँ लुम्बिनी हामीसँगै छ भन्दै गर्दाखेरि चाहिँ हामीले चाहिँ यही कुरालाई, होइन, ब्रान्डिङ राम्ररी गर्न सक्यो भने चाहिँ भोलि शान्त तरिकाले हामीले एउटा चाहिँ गुड म्यासेज दिँदै एउटा इन्कमको पार्टमा पनि, जस्तो अर्थमा पनि यसलाई राम्रो जोड्न सकिन्छ भन्ने चाहनाकै स्वरूप चाहिँ यो गाउँको घरीको फार्म हाउस एन्ड रिट्रिट सेन्टर भनेर राखेको हो। यो वेलनेस इन्डस्ट्रिज हो, होइन। वेलनेस इन्डस्ट्रिज भन्दै गर्दाखेरि चाहिँ वान अफ द बुमिङ इन्डस्ट्रिज फ्युचरको लागि चाहिँ हो। त्यो भन्दै गर्दाखेरि चाहिँ अब अहिले धेरै मान्छेहरू चाहिँ अब सबै कुरा पाइसकेपछि शान्त पाइरहेको छैन नि त। अनि शान्त कुनै किन्ने चिज पनि होइन कि जो पैसाले किन्न पाइन्छ, होइन। र यस्ता ठाउँहरूमा आउँदै गर्दाखेरि चाहिँ त्यो शान्तिको अनुभव चाहिँ तपाईँहरूलाई हुन्छ। र आज धेरै हाम्रा डोमेस्टिक टुरिज्म, होइन, पाहुनाहरू र इन्टरनेसनल, होइन, पाहुनाहरू पनि यहाँ जोडिराख्नु भएको छ। त्यो किन भन्दाखेरि त्यो शान्तिको खोजमा, होइन, त्यो आध्यात्मिक खोजमा, र यस्ता ठाउँहरूले त्यस्ता व्यक्तिहरूलाई चाहिँ बनाइया हो, डिजाइन गरे हो। मैले पनि अस्ति लास्ट टाइम एउटा सानो क्लिप हेर्थेँ कि, रिल हेर्दा कि रिल एकजना चाहिँ भाबै हुनुहुन्थ्यो, उहाँले भन्नुहुन्थ्यो कि नेपालमा अझै पनि त्यो छ, नेपालमा तान्त्रिकहरू जुन एनर्जी, ऊर्जाको कुरा छ नि, त्यो यो माटोमा प्रशस्त छ, मान्छेहरूले नबुझेको मात्र रहेछन् भन्ने कुरा हो नि। यो त अब हामीसँग यस्तो पवित्र, होइन, गङ्गा हामीसँग, काली गण्डकी जस्ता गङ्गाहरू बगेर हामी त्यो जाने इन्डिया नै हो। उनीहरूले ब्रान्डिङ गरेर अहिले अब, होइन, कुम्भ मेलामा लास्टमा अल्टिमेटली, होइन, कलेक्सन हुँदै जाने नै हो। र हामीले ब्रान्डिङ गर्न नजाने हो आकाशै। यो हामीले ब्रान्डिङ गर्न जानेको भए चाहिँ यसबाट चाहिँ राम्रो एउटा चाहिँ आर्थिक पाटोको हाम्रो ग्याप भयो जस्तो लाग्छ कि मलाई धेरै कुराहरूमा। भन्नाले त्यो गर्ने टाइम अफ पिरियड, त्यो ब्रान्डिङ गर्ने टाइमै हरायो जस्तो लाग्छ कि। नेपोलियनले भन्नुभएको थियो, द वर्ल्ड इज नट सफरिङ बिकज अफ भाइलेन्स पिपल, द वर्ल्ड इज सफरिङ बिकज अफ गुड पिपल बिङ साइलेन्स भन्नुभएको थियो कि। हाम्रो देशलाई भन्दै हो कि जस्तो लाग्छ कि अहिले। भन्नु खोजेको चाहिँ यो संसार चाहिँ नराम्रो व्यक्तिहरूले बिग्रिया होइन अरे, राम्रो व्यक्तिहरू चाहिँ चुप्प लाएर बस्दै अरे कि, होइन। जो एक्सपर्टिजहरू, जो मान्छे चाहिँ विज्ञ हो, जो मान्छे चाहिँ यो देशलाई चाहिने हो नि, त्यो देशको लागि अहिले युज नै भएको छैन कि।
अनि एभ्री वान इज लुकिङ फर फरेन लाइफ, अनि उनीहरूले चाहिँ आफ्नो देशलाई चाहिँ अपहेलना गर्दै यो देश छोड्दै गर्दाखेरि यसको बारेमा कसले बोल्ने त? यो नलेज कसले लिने त होइन? यो हाम्रो बाजे बराजुहरूबाट यो नलेज कसरी कसले कलेक्सन गर्ने त? कसले स्टडी गर्ने होइन? त्यो एक्सपर्टिजहरू नै हामीसँग नभए अनि यहाँ कस्तो भइदियो भन्दाखेरि राम्रो व्यक्तिहरू चाहिँ छैन, नराम्रो व्यक्तिहरूको चाहिँ हाबी भइरहेको छ नि त होइन? कतिपय कुराहरू डकुमेन्टेड पनि हाम्रो छैन जस्तो पनि लाग्छ मलाई चाहिँ। त्यो अभिलेखीकरण नभए पनि हो, तर त्यसलाई लिन सकिन्छ नि आकाशी। धेरै कुराहरू छन् जुन चाहिँ हामी आफैले पनि अध्ययन गर्दै गयो भने, म पनि यहाँ आएर अध्ययन गर्दै गर्दाखेरि कति कुराहरू मैले पनि फाइन्ड आउट गरेँ होइन? त्यो अध्ययन गर्ने क्रममा चाहिँ भेटाउन सकिन्छ क्या, तर त्यो अध्ययन गर्ने मान्छेहरू नै छैन नि त युवाहरू नै छैन नि त होइन? अब त्यो युवाहरू जोमा ऊर्जा छ होइन? अब बुढापाकाहरूलाई यो बारेमा इन्ट्रेस्ट हुँदैन नि त। अब इन्ट्रेस्ट भनेको त युवाहरूलाई हो नि त होइन? दे लुक फर द लजिकल एन्सर होइन? कसरी लजिकल एन्सर कहाँबाट हुन्छ भन्ने हो नि त। त्यो लजिकल एन्सर चाहिँ हरेक कुराहरूमा लुकिरहेको हुन्छ नि त होइन? त्यो खोज्ने त हामीले नै हो नि त होइन? अब त्यो खोज्ने युवाहरू छैन भन्न खोजा हो कि होइन? त्यो आफ्नो देशको लागि त्यो एक्सपर्टिज काम नै लागिरहेको छैन कि होइन? त्यो एक्सपर्टिज कहाँ काम लागिरहेको छ भन्दा अर्को देश बनाउनको लागिरहेको छ, अर्को देशको अनुसन्धानको लागिरहेको छ। अब हाम्रै मेटल गिटारिस्ट होइन, जसले चाहिँ अब हाम्रो मार्समा पानी छ भनेर पत्ता लगाउनु भयो नि त होइन? अनि त्यो युवा बाहिर गएर पानी छ भनेर पत्ता लगायो त होइन? भनेपछि त ऊ त नेपाली हो। आज नासामा पनि कति होइन साइन्टिस्टहरू काम गरिराख्नु भएको छ। आज वर्ल्डको सबैभन्दा बिग टावर बुर्ज खलिफा होइन बनाउने पनि नेपाली इन्जिनियर्सहरू थिए होइन? यु क्यान फाइन्ड लट्स अफ हिस्ट्री होइन बिहाइन्ड द सिन होइन? हुन्छ नि अब छ मान्छेहरू नभएको होइन, नेपालीहरू खतरा खतरा ट्यालेन्टहरू छ नि त होइन? तर त्यो नेपालीहरू चाहिँ यहाँ छैन क्या बिचरा अब होइन? दे अलरेडी छैन क्या होइन? अनि भयो भने त बन्छ नि, हुन्छ सबै कुराहरू लाग्दैन त्यो धेरै लाग्दैन नि होइन? खै हामी कता हरायो जस्तो लागिरहेको छ। कता कता हामी त्यो बाटो बिर्सिया पनि होला कि होइन? हामी थिङ्क ग्लोबल एक्ट लोकल भन्छौँ होइन? यु हेभ टु बी ग्लोबलाइज होइन? रसिया र युक्रेनको वार के भइरहेको छ यु हेभ टु नो होइन? अहिले भर्खरै ट्रम्पसँगको युक्रेनको सम्बन्ध के भइरहेको छ यु हेभ टु नो? चाइनाको इकोनोमी कसरी ग्रोथ भइरहेको छ यु हेभ टु नो? आइटीमा इन्डियाले कसरी फर्को मारिरहेको छ यु हेभ टु नो? बट एट द एन्ड अफ द डे यु आर नेपाली। सो हाम्रो भूगोल के हो त? म यो भूगोलमा कसरी बाँच्ने, कसरी के गर्ने भन्ने कुरा त यु हेभ टु नो एन्ड यु हेभ टु होइन? तिमीले केही न केही कन्ट्रिब्युसन त गर्नु पऱ्यो नि त, केही न केही त गर्नु पऱ्यो नि, यो देशको लागि योगदान त दिनु पऱ्यो नि त। अनि हामी भूगोल अनुसारको काम गरिरहेको छैनौँ होइन? भूगोल अनुसारको पढाइ भइरहेको छैन, अनि सिङ्क्रोनाइज नभयो भन्छु क्या मैले। अनि त्यो सिङ्क्रोनाइज नहुँदाखेरि चाहिँ मान्छेमा धेरैमा चाहिँ डिससेटिस्फ्याक्सन निस्क्या हो क्या। अनि अल्टिमेटली मान्छेलाई चाहिँ अनि सजिलो बाटो के हुन्छ भन्दाखेरि अल्टिमेटली दोष दियो अनि यो देशबाट छोड्यो। अनि कसले बनाइदिने त? अनि कसले गर्ने यो देशमा होइन? अहिले तिमी जस्ता हामी जस्ता युवा भेटाउनै गाह्रो भइरहेको गाह्रो छ सबैको। भोलि के बन्ने भन्दाखेरि पहिला चाहिँ इन्जिनियर्स र डक्टर्स भन्ने कुरा हुन्थ्यो, अहिले चाहिँ फर्स्टमै म चाहिँ अस्ट्रेलिया, म चाहिँ अमेरिका भन्ने +2 क्लियर हुन पाएन त्यहाँ अब अस्ट्रेलियामा होइन। इट डजन्ट मिन द्याट ब्याड भन्न पनि खोजा होइन? कुनै एक्सपर्टिज कमाइसकेपछि कुनै लेभलमा चाहिँ पढिसकेपछि चाहिँ होइन सकेसम्म चाहिँ थोरै योगदान भए पनि आफ्नो देशलाई चाहिँ दिनुपर्छ भन्ने कन्ट्रिब्युसन चाहिँ गर्नु पऱ्यो होइन? त्यो बाहिर जानु भनेको नराम्रो हुन मिल्दैन। त्यो राम्रो काम पनि हुनसक्छ, राम्रो कार्य पनि हुन्छ, अनुभव पनि लिएको हुनसक्छ, पढाइमा होइन एउटा चाहिँ विज्ञता हासिल गरेको पनि हुनसक्छ। तर त्यो विज्ञता हासिल गरिसकेपछि चाहिँ केही न केही कन्ट्रिब्युसन चाहिँ यो देशको लागि चाहिँ दिनुपर्छ कि भन्ने कुरा मात्रै हो होइन? तर बन्छ, गर्दै गयो भने बन्छ होइन? हामीले नै बनाउने हो। अनि जस हाम्रो यहाँको जस अघि कुरा गर्दा गर्दा जुन कफीमा यति बाहिरबाट आउनु पर्यो, तर त्यहाँ अपर्च्युनिटी त रहेछ नि त, बवाल रहेछ नि त त्यत्रो हैन? मलाई त अपर्च्युनिटी त्यहाँ देखेन त देखेँ ल है। कमिङ ब्याक टु कफी अगेन, 1938 मा हिरागिरीज्यूले गुल्मीको आँपचौरमा चाहिँ म्यानमारबाट बर्माबाट चाहिँ कफीको बिरुवा लिएर आएर नेपालमा ट्राई गर्नुभयो। यो भूगोलमा राम्रो भयो। दैनिक सरदर 3 to 5 करोड जनताले मान्छेहरूले चाहिँ 1 कप कफी बिहानको टाइममा पिउँछन् है। वर्ल्डको पपुलेसन हेऱ्यो भने 7 बिलियन पपुलेसन, 7 to 8 बिलियन। त्यो भन्दै गर्दाखेरि चाहिँ वर्ल्डको कमोडिटी मार्केटमा वर्ल्डको पेट्रोलियम प्रडक्ट पछि बढी लार्जेस्ट ट्रान्जेक्सन हुने भनेको सेकेन्डमा चाहिँ कफी पर्छ है। अहिले
पर्छ अहिले नि कफी पर्छ मैले माने पहिला त सुरुमा त इन्टरनेट रहेछ अहिले कफी पर्यो अहिले होइन अब फर्स्टमा चाहिँ पेट्रोलियम प्रडक्ट भन्छ होइन फोसिल फ्युलको अब अहिले चाहिँ कफी आइसकेको छ होइन त्यो भन्दै गर्दाखेरि चाहिँ यसको डिमान्ड यति धेरै छ कि अनि नेपालको 600देखि लिएर 1600 मिटरसम्मको हाइटमा चाहिँ कफीको चाहिँ एकदम प्रबल सम्भावना छ अहिले हामी कतिको हाइटमा छौँ हामी लगभग अहिले 900को हाइटमा छौँ 900को हाइटमा 8देखि 900 मजाले मजाले हुन्छ होइन त्यसमा यस्तो भयो कि यो समाजले चाहिँ के गर्थ्यो भन्दा साइकोलोजिकल्ली हामीलाई के इम्प्याक्ट पार्थ्यो भने बाबु भोलि पढ्नुहोस् भने तैँले हलो जोत्नुपर्छ है बाबु त भोलि पढ्नुहोस् भने त्यो पारी देखेछस् त्यस्तै खन्नुपर्छ है खनजोत गर्नुपर्छ है तँलाई खनजोत गर्न मन लाग्छ टाइपको साइकोलोजिकल इम्प्याक्ट होइन त बाबु भोलि पढ्नुहोस् भने नि देखिस् नि त्यस्तै थोत्रो कपडा लाएर होइन तैँले चाहिँ गोरु नचाउनु पर्छ भन्ने टाइपको मान्छेलाई चाहिँ कन्सेप्ट क्रिएट गर्थ्यो नि त अनि मान्छेले के सोच्यो भन्दा ओहो तुच्छ हो नि त तुच्छ हो नि त त्यो त कसले गर्ने यार त्यस्तो नि काम गर्छ कोहीले होइन भन्दै गर्दाखेरि त अब फुड स्क्रासिटी वान अफ द मेजर प्रब्लम इन द वर्ल्ड होइन कसले उत्पादन गर्ने अब हाम्रो हजुरबाको पालामा त हजुरबाहरूले गर्नुभयो बुवाको पालामासम्म बुवाहरूले पनि गर्नुभयो अबको जेनेरेसनले कसैले एग्रिकल्चर गरेको देख्नुभयो त होइन त्यो भन्दै गर्दाखेरि हेर्नुहोस् है अब कफीकै कुरा गऱ्यो भने नेपालको कन्टेक्स्टमा 600देखि 1600 मिटरको हाइट भनेको हामीसँग फालाफाल ल्यान्डहरू छन् जुन कि बाँझो ल्यान्डहरू हो जो एबन्डन छोडिएका जग्गाहरू छन् होइन त त्यसमा तपाईँले कफीको बिरुवा लगाइदिनु भयो भने होइन यु हेभ टु वेट फर 4 years होइन 4 yearsबाट चाहिँ उसले रिजल्ट दिन सुरु गर्छ अनि हामीसँग अहिलेसम्म यस्तो रेकर्ड छ कि 60देखि 65 years ओल्डसम्मका पुराना बिरुवाहरूले अझै पनि कफी उत्पादन दिइरहेको कन्टेक्स्ट छ गुल्मीमा नेपालमै होइन त्यो भनेको अल्टिमेटली पेन्सन 65 वर्ष अगाडि रोपेको बिरुवा अहिलेसम्म दिइरहेको छ भनेपछि त्यो त यसो हिसाब गर्यो भने त तपाईँले त्यो पेन्सन जस्तै हो अहिले लगायो भने मजाले तपाईँलाई 60 yearsसम्म चाहिँ तपाईँको मजाले दिइरहेको हुन्छ भन्दै गर्दाखेरि त तपाईँले पनि पाउनुभयो छोराले पनि पायो नातिले पनि पायो हो अब हामी अहिले एमसिसीका कुरा गर्छौँ होइन त ओहो हामीले यति डोनेसन ल्यायौँ यति होइन बाहिरबाट यति डोनेसन आइरहेको छ अहिले होइन अहिले नै हामी कति डोनेसनहरू रोक्यो भनेर हामी यस्तो होइन अननेसेसरी म्यासेजहरू फैलाइरहेको छ नि तर हामीले भनिरहेको छैनौँ नि हामी कति कफी इम्पोर्ट गरिरहेको छौँ यदि हाम्रो कन्ट्रीले कफी मात्रै एक्सपोर्ट गर्न सक्यो भने वी डोन्ट ह्याभ टु ब्रिङ एमसिसी कुनै पनि युएनडिपीको कुनै पनि प्रोग्राम यहाँ ल्याउनु पर्दैन कि पर्दैन होइन कफी नै एक्सपोर्ट गरेर हामीले मनग्गे आम्दानी गर्न सक्छौँ कि तर विडम्बना के भयो भन्दाखेरि कफी एक्सपोर्ट गर्नको सट्टा हामी युवा एक्सपोर्ट गर्थ्यौँ कि अनि विडम्बना अहिले पनि प्राइभेट र गभर्मेन्ट सेक्टरले के गरिरहेको छ भन्दाखेरि चाहिँ बच्चाहरूलाई कफीको बारिस्टा पढाउनु सिकाइन्छ होइन दे नो हाउ टु मेक क्यापुचिनो एक्सप्रेसो वरेभर दे कल्ड होइन अनि सर्टिफिकेट दियो होइन अनि भिजा लगाइदियो होइन अनि त्यहाँदेखि यु गोइङ टु फरेन कन्ट्रिज अनि लास्टमा के गर्यो भन्दाखेरि तिमी चाहिँ इम्प्लोइ बन्यो कि यु हेभ टु गो टु सर्भ अगेन हो हेयर इज यो कफी हेयर इज यो क्यापुचिनो हेयर इज यो एक्सप्रेसो भनिरहेको छ नि त होइन तर त्यही युवालाई यो सरकारले या त प्राइभेट सेक्टरले के पनि गर्न सकेन भन्दाखेरि तिमी अब कफी बनाउन सिक्ने होइन तिमी कफी लगाउन सिक्ने भने कहिले सिकायो कफी लगाउन सिकाएको भए आज सबै युवाहरू उद्यमी बन्थे यत्रो विदेश जानु 695 मेट्रिक टन त हामीलाई चाहिरहेछ त अनि 600देखि 1600 मिटरसम्मका एल्टिट्युडहरू त खाली रहेछ नि त बाँझा छ नि त बुटोलदेखि 24-25 किलोमिटरको डिस्टेन्समै कफी सुरु हुन्छ तपाईँले बिहान बेलुका आएर यहाँ टाइम दिएर साँझ आफ्नै घर गएर पनि गर्न सक्नुहुन्छ भन्दै गर्दाखेरि त यदि हामीले कफी बनाउन सिकाउनु सट्टा कफी लगाउन सिकाएको भए के हुन्थ्यो हामी कहिले पनि उद्यमी सोच बनाउन सकेनौँ हामीले कहिले पनि मालिक बनाउन सकेनौँ हामी त मालिक बन्न सक्ने हो भने त हामीले कफी लगाउन सिकाएको भए खैरेलाई अर्को टेबलमा राखेर हेरी जो क्यापुचिनो सर भन्नु पर्दैन मेरो बिन्स यति एमएमको छ तपाईँले कति डलरमा किन्ने भनेर एक्ज्याक्टली त्यसरी यु क्यान डिल विथ देम हैन त अनि यता साइडमा चाहिँ मजाले स्टारबक्स या व्हाटएभर यु वान्ट हैन कोस्टा हैन टिम होटल्स कफी कप पिउँदै हामी चाहिँ त्यो गर्न सक्थ्यौँ र नेपालमा पाइने कफी चाहिँ अरबिका नामको कफी हो र इट्स वान अफ द भ्यालुएबल कफी इन द वर्ल्ड हैन अनि त्यो चाहिँ एल्टिट्युड कफी भएको भएर चाहिँ अझै हिमालको हावाले खाएको होइन अलिकति त्यो हिमालको हावा अब्जर्भ गरेको त्यो एनर्जी अब्जर्भ गरेको भयो भने पनि होइन यु क्यान ब्रान्ड टु देम होइन त्यो त ब्रान्डिङ गर्ने त हो नि भोलि तिमी त अब त्यो एउटा मेटाफोर युज गरेर त हो नि त होइन गर्ने भनेको अनि होइन अब यो त माउन्टेनको हावा होइन यो त सिधै होइन हेभेनको हावा हो भनेर पनि त तिमीले ब्रान्डिङ गर्न सक्छौ नि त यस्तो कफी भनेर पनि ब्रान्डिङ गर्न सक्छौ त्यही भएर
इन्टरनेसनल मार्केटमा चाहिँ तिम्रो कफीको डिमान्ड चाहिँ अति नै राम्रो छ होइन, हामीले पुर्याउनु सक्दैन। तर विडम्बना के भइरहेको छ भन्दाखेरि कफी उत्पादन गर्ने मान्छे नै छैन कि यो देशमा। अब I'm talking about coffee only है, but if you go with other any agriculture products होइन, त्यो चाहे शिलाजितका कुरा होस्, चाहे त्यो जडीबुटीका कुरा होस्, चाहे त्यो इभन स्मल थिङ्स के हुन्छ नि, वी क्यान एक्सपोर्ट टु डिफ्रेन्ट कन्ट्रिज। अपर्च्युनिटी त मजाको रहेछ त, धेरै रहेछ त। नट इभन इन कफी, अरू ठाउँमा पनि छ। किनकि जस्तै अब बेसिक नेट आलु र प्याजकै कुरा गरौँ, एभ्री डे युपीबाट गाडी आउँछ हौ भन्सारमा। तिमीलाई मैले फेरि तथ्याङ्कै कुरा गरेँ होइन, अहिले पनि हामी सान्तोङ प्रान्तबाट चाहिँ लसुन किनेर खाइरहेको छौँ। भेनेजुलाको दाल, युएसको बदम, इन्डियाको चामल, युक्रेनको तेल, र हामी चाहिँ नेपाली चाहिँ इन्डिपेन्डेन्ट कन्ट्री भनिरहेको छौँ। कि कसरी इन्डिपेन्डेन्ट भएन? बेसिक आर इम्पोर्टिङ दोज थिङ्स होइन, एउटा बेसिक कुराहरू चाहिँ बाहिरबाट इम्पोर्ट गरिरहेको छ भने, अनि द्याट्स द रिजन होइन। इभन मी आम ट्राइङ टु अभोइड फरेन ब्रान्ड्स इन 4 years। मैले चाहिँ मेरो देशमा बनेको लुगाहरू लाउने कोसिस गर्छु। अलिकति देख्दाखेरि चाहिँ वेट देखिन्छ होइन, त इट डजन्ट म्याटर फर मी। तर मैले लाउने लुगाहरू चाहिँ सबै नेपालमा बन्छ। इट्स मेड अप अफ ह्याम होइन, यो गाँजाले बनेको कपडा हो, यो पनि नेपालमै बने हो। मैले युज गर्ने ब्याग पनि यो चाहिँ गाँजाले बने हो, नेपाली प्रडक्ट नै हो। मैले भिर्ने कप पनि ब्याम्बो नेपालकै हो होइन। त्यो भन्दै गर्दाखेरि यो सबै ब्याम्बो प्रडक्टहरू नेपालकै हो। लट्स अफ अपर्च्युनिटी आकाश। अनि काम गर्ने मान्छेको लागि देशमा फुर्सदै छैन। जो मान्छे काम गर्दैन उसलाई मात्रै फुर्सद हो। काम गर्ने मान्छेलाई सास फेर्ने फुर्सद पनि छैन। इफ यु गो टु एनी वर्कर्स लाइक होइन, द गुड वान है, जसले काम गरिरहेको छ नि, कर्ममा विश्वास गर्छ नि, त्यस्ता युवाहरूसँग जाने उसँग टाइम फुर्सदै हुन तपाईँसँग बोल्नुलाई। किनभने यति बिजी छ कि उसको सेड्युल अब 1 महिनालाई टाइट भइसकेको छ क्या, त्यति बिजी हुन्छ क्या अब यो देशमा कर्म गर्दै गर्दाखेरि। त्यसले गर्दाखेरि यदि तपाईँ कर्म होइन अब होइन बोलीमा विश्वास गर्नुहुन्छ भने चाहिँ फेरि फुर्सद छ उहाँहरूलाई, भाषण गर्दै हिँड्नलाई फुर्सद छ। तर जो मान्छे कर्ममा विश्वास गर्छ, कर्म गर्न खोज्छ यो देशमा, उसलाई फुर्सदै छैन यो देशमा। भन्दै गर्दाखेरि यु हेभ लट्स अफ अपर्च्युनिटी। जलवायु, आकाश, अग्नि, धरती, अगेन होइन, एभ्रिथिङ वी हेभ। हामीसँग सबै छ। सेकेन्ड लार्जेस्ट कन्ट्री इन द वर्ल्ड फर द फ्रेस वाटर रिसोर्सेस भन्दै गर्दाखेरि वी क्यान एक्सपोर्ट वाटर्स होइन। अनि भुटानले चाहिँ आफ्नो पानीलाई चाहिँ वाइट गोल्ड भनेर मेटाफोर युज गरेको छ। दे होइन युटिलाइज दोज वाटर एज इलेक्ट्रिसिटी एन्ड दे एक्सपोर्ट टु इन्डिया होइन। अब हामीसँग यस्तो पानीहरू खेरा गइरहेको छ होइन, अनि अहिले यत्रो पानी खेरा गइरहेको छ, तिनौमा गएर यत्रो मिसिरा हुन्छ, अनि बुटोलवासीले पानी खान पाइरहेको छैन। 7वटा प्रदेशमा 7वटा पानी खानेपानीका मन्त्रालयहरू छन्, 7वटा मन्त्रीहरू छन्, 7वटा सोके सचिवहरू छन्, 7वटा फेरि सचिव के छन् होइन, अनि एडमिनिस्ट्रेसनका पार्टहरू। तर पिपल आर नट गेटिङ वाटर, इभन बेसिक कुराहरू पाइरहेको छैन होइन। भन्दै गर्दाखेरि चाहिँ अपर्च्युनिटी चाहिँ छ यो देशमा, द प्राइभेट सेक्टर। इफ यु गो इन डिप विथ दि थिङ्स होइन, राम्ररी तिमीले चाहिँ एनालाइसिस गरेर हेर्न सक्यो भने चाहिँ लट्स अफ अपर्च्युनिटी यु क्यान फाइन्ड इन दिस कन्ट्री। अनि यो सबै यो प्रोडक्टहरू रिसेन्टली खसोली बजारमा पनि देखिरहेको छ नि त होइन। अनि यो हाम्रो भएको कृषि यसलाई पनि जोड्छौँ हामी होइन, यो एग्रिकल्चर प्रडक्ट्सहरूलाई पनि हामी जोडिरहेको छौँ होइन। हामी चाहिँ अब नेपाली लगाऊँ, नेपाली खाऊँ, नेपालमै रमाऊँ भन्ने कन्सेप्ट हो होइन। त्यो भन्दै गर्दाखेरि चाहिँ म त कति लक्की हेर्नु न, अब आफ्नै माटोले उत्पादन गरेको तरकारी खान पाइरहेको छु, आफ्नै मूलको पानी खान पाइरहेको छु, आफ्नो देशको हावा सास फेर्न पाइरहेको छु। इज इट लकी देन? धेरै लकी हो नि। अब तिमी हामी सबै लकी हो नि होइन। अनि यस्तो कुरामा भन्दा पनि अब यस्तो गुड एम्बियन्समा बस्न पाइरहेको छ होइन, लकी हो नि। अब जस्तै अब आई थिङ्क अब म पनि अब 5-6 वर्षपछि नै अब यसरी जस्तै अलिकति यो भाइब्समा आइरहेको छु म। अब भनौँ न म 24-25 किलोमिटरको डिफ्रेन्समा पनि 4-5 वर्ष, इट टुक मी 4-5 years होइन। अब होइन आकाश, मैले तिमीलाई अहिले यो प्रसङ्ग जोडिहाल्यो होइन। मैले अहिले भनेको हामीसँग अहिले 20 रोपनी जस्तो ल्यान्ड छ नि त। डु यु इमेजिन हाउ मच आई पेड फर दिस ल्यान्ड? 20 लाख मात्रै। 20 लाखमा तिमीले एक हात पनि पाउँदैनौ बुटोलमा। अनि 20 लाखमा तिमीले एउटा डाँडै किनेर तिमीले आफ्नो साम्राज्य खडा गर्न पाउँछौ। अनि यु क्यान मेक दोज ल्यान्ड एज कमर्सियल प्रपर्टिज अगेन। अनि तिमीले चाहिँ मजाले कमर्सियल फार्मिङ गर्न पाउँछौ, प्रोडक्टिभ बनाउन पाउँछौ। यु क्यान गेन सम लाइक होइन, त्यहाँबाट पनि होइन अर्थ पनि लिन पाउँछौ।
अनि एट द सेम टाइम यु क्यान लाइक गेट अ गुड लाइफ होइन, पर्सनल्ली पनि तिमी खुसी हुन्छौ भन्दै गर्दाखेरि त आई थिङ्क इट्स अ गुड टाइम टु इन्भेस्टमेन्ट इन द विलेज। यो राइट टाइम पनि हो। र नेपाल सरकारले गाँजा खेतीलाई, गाँजा भन्ने बित्तिकै नराम्रो नसोचिदिनुहोस् प्रिय साथी, गाँजाका धेरै आयामहरू छन्। त्यसका राम्रा आयामहरूलाई हामीले पक्षलाई चाहिँ समात्न सक्ने कन्डिसन भयो भने यस्ता ब्याग्सहरू होइन, मेडिसिनल पर्पजहरू, त्यसका तेलहरू होइन, त्यसका सबै कुराहरू हामीले उत्पादन राम्रोसँग जोड्न सक्यो भने होइन, जस्तो फेब्रिकसँग जोड्न सक्यो भने, अन्य अरू होइन कुराहरूसँग जोड्न सक्यो भने भोलि यस्ता बाँझा ल्यान्डहरूमा मनग्गे तपाईँले चाहिँ आम्दानी गर्न सक्ने कन्डिसन छ। त्यसले गर्दाखेरि गाउँमै लगानी गर्नुहोस् है। गाउँमा त छ। यो त अब यो एउटा पार्ट भयो। अझै उता तलतिर अझै जस्तै अब गुल्मी साइडतिर गयो भने त्यहाँ अझै कति खाली छ होइन। अब तपाईँलाई भन्नै पर्यो भने अब धेरै खाली छ नि। गणतन्त्रले त 90% प्लान त गणतन्त्रको जनयुद्धको टाइममा गाउँमा सिंहदरबार भनेर त रित्याइदिया हो नि त होइन। अनि सिंहदरबार भनेर भनियो। अब अहिले गाउँ गाउँमा सिंहदरबार त आयो, तर गाउँमा मान्छे छैन। कसको लागि सिंहदरबार बनाइयो त? जनता नै छैन। जो जनता होला धपाइयो नि त। 95%लाई त धपाइया हो नि त त्यो टाइममा। थ्रेटन दियो होइन। अब यसै रिजनले धपाइयोस्, अशान्ति मचाइयो होइन। तर अहिले अब त्यही गणतन्त्रले बाटो त पुऱ्यायो, तर बाटो उपभोग गर्ने कोही मान्छे छैन गाउँमा। सबै वेस्ट भइरहेको छ क्या। पैसा छ नेपालमा, अपर्च्युनिटी छ, तर सबै कुराहरू अब खै होइन। इफ यु लुक आफ्टर गभर्मेन्ट होइन, अब तिमी चाहिँ अब सरकारको अनुदान खाने हो, सरकारबाट हुन्छ, सरकारले नै गर्छ भन्ने भयो नि त। युल बी इन फ्रस्ट्रेसन, युल बी डिप्रेसन, लिभ दिस कन्ट्री अगेन होइन। तर तिमी चाहिँ प्राइभेट तरिकाले, म आफ्नो तरिकाले काम गर्छु होइन, आफ्नै एउटा सिस्टम बनाउँछु, म डिपेन्डेन्ट चाहिँ हुँदैन सरकारी निकायहरूसँग चाहिँ भन्ने तरिकाले चाहिँ इफ युल बी इन्डिपेन्डेन्ट होइन, स्वतन्त्र भएर तिमी काम गर्न सक्छौ भने स्वतन्त्र हिसाबका रिजल्टहरू निस्किन सक्छन् क्या। जस्तो काठमाडौँमा निस्किरहेको छ नि त, स्वतन्त्र भएर नि निस्किया हो नि त। जब तिम्रो विचारहरू स्वतन्त्र हुन पुग्छ नि, तिमीलाई सबै कुराहरू स्वतन्त्र हुँदै जान्छन् क्या। तिम्रो विचारले नै स्वतन्त्र बनाउँदै जान्छ कि तिमीलाई। यु नट गेट अट्याच विथ एनिथिङ के हुन्छ नि। मलाई लोभै हुँदैन नि त तिमीलाई। मैले यो गरेँ भने यो हुन्छ भन्ने लोभ छ नि त मान्छेलाई। म सरकारी कार्यालय गयो भने मलाई दिन्छ कि होइन, म फलानु मान्छेसँग अट्याचमेन्ट गऱ्यो भने मलाई यो पाउँछु कि भन्ने अट्याचमेन्ट छ नि त। तिमी स्वतन्त्र तरिकाले चाहिँ होइन, निष्पक्ष हिसाबले आफ्नो तरिकाले चाहिँ बाँच्न सुरु गर्छौ र आफ्नो कार्यलाई कर्मलाई पनि लगाउन सक्छौ भने आफै त्यो तिम्रो वे बन्दै जान्छ क्या। त्यो बेला अब इफ विल बी डिपेन्डेन्ट विथ गभर्मेन्ट होइन, त तिमीलाई फ्रस्ट्रेसन मात्रै हुन्छ। यो गभर्मेन्टले केही गरेन, यो पनि गरेन, त्यो पनि गरेन भन्ने हुन्छ। तर तिम्रो तरिकाले आफूले काम गर्दै जाऊ, लेट इट बी होइन। अब त्यो हुँदै जान्छ। अब यो कर्मश एउटा चाहिँ होइन, यो चेन्जको फ्याक्टर पनि हो। 12 बजीदेखि 12 त बज्नुपर्छ नि त। यु हेभ टु वेट फर द टाइम होइन। त्यो बेला अब हाम्रो लागि अहिले टाइम होइन होला भनेर नै आफूले त्यो रियलाइज गरेर पोजिटिभ भएर हिँड्यो भने चाहिँ रमाइलो छ। जस खसोली बजारको नि रेस्पोन्स कस्तो छ त अहिले? वाउ, ब्युटिफुल पोइन्ट अगेन। खसोली बजार यसको इनिसिएटिभ कसले गरे? यो हाम्रो टिम छ। टिम सबैजनाको इनिसिएसनमा हो। यो व्यक्तिगत हिसाबले कसैको पनि होइन, यो सबै टिमको हो। यो सबै युवाहरूको टिम हो। यो युवाहरूको जोसको टिम हो। एउटा युवा परिवर्तनको टिम हो। यो युवाले चाहिँ यो देशमा केही समाजमा चाहिँ परिवर्तन चाहन्छ, समाजलाई कन्ट्रिब्युसन गर्न चाहन्छ, समाजमा योगदान दिन चाहन्छ, त्यस्ता युवाहरूको समूह नै हो। विशेष गरी चाहिँ खसोली बजारमा चाहिँ खसोली नाम राख्नुको रिजन चाहिँ यो चाहिँ पुरानो नाम हाम्रो बाजे बराजुहरूले गाउँबाट घिउ लिएर नुन लिएर जाने साट्ने त्यो सम्बन्ध थियो। त्यो टाइममा चाहिँ एउटा बजार हुन्थ्यो खसोली बजार। त्यो त अझै विशेष गरी चाहिँ इभिनिङको टाइममा लाग्थ्यो। अब जो गाउँबाट जाँदै गर्दाखेरि चाहिँ इभिनिङको टाइममा त्यो बजार कहाँ लाग्थ्यो? त्यो अलिक तल लाग्थ्यो, बुटोलभन्दा अलिक तल लाग्थ्यो भन्ने। पारी बुटोल पनि छ एउटा पोइन्ट चाहिँ होइन, लाग्थ्यो। बिस्तारै बिस्तारै जनयुद्धले त्यो रातिको समय चाहिँ विस्थापित भयो र अहिले चाहिँ त्यो पछिका उमा चाहिँ अब पारी बुटोलमा पनि त्यो हब थियो होइन। र त्यही नामलाई चाहिँ अब युवाहरूले चाहिँ हामीले अहिले युवा एकजना हाम्रो सुजन सर हुनुहुन्छ, उहाँले चाहिँ हिमालयन सल्ट होइन, जस्तो अब हाम्रो मनाङ मुस्ताङकै हिमालयन सल्टतिर बेच्नुभएको छ। अहिले हामीले त्यही कुराहरू बाजे बराजुहरूले गरेको नुन इन्डियाबाट ल्याउँथे, तर हाम्रै नुन बेचेर अनि हाम्रै उत्पादन गरेका घिउहरू बेचेर त्यो सम्बन्ध पहिलाको सम्बन्धलाई फेरि
कनेक्टिभिटी चाहिँ युवाहरूले गर्न सक्छ भन्ने हिसाबले त्यो नामाकरण गरे हो। त्यसको नाम चाहिँ खसोली बजार राख्या हो। अहिलेसम्म हामीसँग 20वटा उद्यमीहरू जोडिनु भएको छ र त्यसमा चाहिँ विशेष गरी चाहिँ नेपालमै उत्पादन भएका वस्तु, नेपाली युवाहरू, महिला उद्यमीहरू, विशेष गरी युवा उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूलाई चाहिँ हामी एउटा कलेक्टिभली एउटा ठाउँमा चाहिँ प्रेजेन्ट गरिरहेको छौँ, डेमोन्स्ट्रेट गरिरहेको छौँ, सेलिङ पोइन्ट बनाएको छौँ र हामीले एउटा के ऊर्जा थपिरहेको छौँ भन्दाखेरि युवाहरूलाई धेरै युवाहरूमा डिसपोइन्टेड छ कि यो देशमा छैन भन्छ नि, त्यो युवाहरूको लागि चाहिँ ओहो युवाहरूले यसरी पनि काम गरिरहेको रहेछ र युनाइटेड हुँदै काम गर्दाखेरि चाहिँ एउटा प्लेटफर्म चाहिँ क्रिएट भइसकेको रहेछ है बुटोलको लागि चाहिँ भन्ने हिसाबले हामी त्यो एउटा चाहिँ खसोली बजारको नामाकरण गर्यो र अहिले 5औं हप्ता हामी लगायौँ र 5औं हप्तामा आउँदै गर्दाखेरि चाहिँ ट्रान्जेक्सन वाइज फिडब्याक वाइज वी हेभ भेरी गुड फिडब्याक फ्रम बुटोल पिपल्स होइन। सबैजनाको राम्रो रेस्पोन्स छ होइन, सबैजनाले राम्रो सपोर्ट गर्नुभएको छ। बुटोलवासीलाई चाहिएका चिजहरू हामी डेलिभर गर्न सकेका छौँ होइन। सबैजना खुसी हुनुहुन्छ र होपफुल्ली होइन अब इन फ्युचर चाहिँ हामीसँग 30देखि 40 या 40देखि 50सम्मका स्टल्सहरू चाहिँ हामीसँग आबद्ध हुने क्रममै हुनुहुन्छ। उहाँहरू एक्साइटेड हुनुहुन्छ। अहिले त यस्तो फोन पनि आइरहेको छ कि ओहो 8 बजेदेखि 12 बजीसम्म लाग्दो रहेछ, त्यो त लेजर टाइम हो होइन। म पनि केही उत्पादन शनिबारको दिन खाली बस्न भन्दा त केही न केही उत्पादन लिएर जोडौँ है सर भन्नुहुन्छ। एक्ज्याक्टली द्याट्स द थिङ वाट वी वान्ट फ्रम देम के हुन्छ नि, हामी उद्यमी सोच बनाउन खोज्या हो नि त होइन। अहिले जस्तो तपाईँहरूले त ट्राफिक चोकमा लगाइराख्नुहुन्छ नि त होइन, अब त्यो बिहानको समयमा अब होइन जुन लक्ष्मीनगरको गेट छ नि त्यहाँ पनि अब भनौँ त्यो बिहानको समय त्यहीँ पनि सब्जीहरू राख्नु छ क्या, आखिर त्यही नै हो नि त भनौँ न। जस्तै पाल्पाबाट कसरी लिएर जानुहुन्छ, आखिर त्यसैलाई नै त्यही एउटा ठाउँ बनाएर त्यसैलाई नै अब हामीले प्रोडक्ट सेल गर्ने त भयो नि होइन। हो त्यही नै हो। जस्तो अब हामी चाहिँ अहिलेसम्म चाहिँ सबैले आफ्नो ठाउँबाट चाहिँ व्यवसाय उद्यम गरिरहेको थिएँ होइन, तर एकै ठाउँमा बस्दै गर्दाखेरि चाहिँ जस्तो तिम्रो समय कन्ज्युम चाहिँ कम हुने भयो कि। जस्तो कन्ज्युमर्स वाइज चाहिँ तिमी समुद्रकोमा जाने, डोनट सपमा जाने, या त होइन बेक बाई ग्रिसेकोमा जाने, या त चियावालामा जाने, या त टीमा जाने, डुल्नु परेन नि त। तिमी शनिबारको दिन खसोली बजारमा आयो भने चाहिँ 20-25वटा स्टल्सहरूलाई चाहिँ त्यही भेट्न पाउँछौ एट द सेम टाइम होइन। अनि तिम्रो साथीभाइहरू भेट हुन्छ, गफहरू हुन्छन् त्यहाँ होइन। घरमा मोबाइल चलाएर बसिरहेको हुन्थ्यो, टाइम लेजर टाइमहरू यति वेस्ट गरिरहेको हुन्थ्यो होइन। एटलिस्ट साथीभाइसँग फेरि सम्बन्धहरू रिभाइभ हुन्छ। त्यो हिसाब त्यो डिस्ट्रिक्ट बोर्डले पनि त्यो ठाउँ अझै बच्चाहरूलाई हामी माटोसँग खेल्ने एउटा सानो कन्सेप्ट पनि बनाइदिएको छौँ होइन। भन्दै गर्दाखेरि बच्चाहरूले चाहिँ पोइट्री सानो पोइटहरू यस्तो होइन माटोको भाँडाहरू चाहिँ बनाउन मिल्ने एउटा स्पेस छ त्यहाँ चाहिँ हाम्रो आर्ट होइन। अब जस्तो आर्टिस्ट साथी सरहरूले चाहिँ होइन त्यहाँ भोलिन्टियर एसिस्ट गरेर हुनुहुन्छ होइन, जसले गर्दाखेरि बच्चाहरूलाई पनि शनिबारको दिन चाहिँ मोबाइल चलाएर बस्नुभन्दा माटोसँग खेल्ने एउटा कन्सेप्ट क्रिएट गरिरहेका छौँ होइन। भन्दै गर्दाखेरि चाहिँ त्यो एउटा चाहिँ बुटोलको लागि चाहिँ एउटा नयाँ सुरुवात हो, रमाइलो छ, राम्रो छ। अनि हाम्रो नगरपालिकाबाट कतिको सहयोग छ त? नगरपालिकाको नबोलाउ अहिले भनेपछि कुनै फिडब्याक छैन अहिले, न्युट्रल हौ नगरपालिकाको बारेमा होइन। जुन त्यो अब स्थानको लागि स्थानको लागि चाहिँ हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ सञ्जीव पाँचकेजी र वडा नम्बर 6 का वडा अध्यक्षज्यू र 4 का वडा अध्यक्षज्यू। उहाँहरूको एउटा चाहिँ उहाँहरूले मोटिभेट गर्नुभयो हुन्छ गर, युवाहरूले गर्दै गर्दाखेरि चाहिँ राम्रो हुन्छ भन्ने टाइपको चाहिँ एउटा एकदमै फुल्ली सपोर्ट उहाँहरूको थियो र त्यो रिजनले गर्दा पनि हो। र सञ्जीव मास्के दाईको जिउको पनि ठुलो हात छ यसमा चाहिँ। अब हामी प्रपोजल राख्दै गर्दाखेरि चाहिँ दाईले हुन्छ नि त, भाइहरूले गरेपछि राम्रो हुन्छ, राम्रो गर्दैछौ तिमीहरूले, राम्रो गर्छौ पनि भन्ने एउटा चाहिँ जुन उहाँमा पनि एउटा चाहिँ पोजिटिभ एउटा थिङ्किङ थियो, त्यसले पनि एउटा हामीलाई चाहिँ मार्गदर्शन चाहिँ क्रिएट गरे। जस अब हरेक स्याटरडे हुन्छ, हरेक स्याटरडे कन्टिन्युस हुन्छ नि, यो कन्टिन्युस हुन्छ। यो हाम्रो लागि होइन, यो अपकमिङ जेनेरेसनको लागि हो। र बच्चाहरूलाई हामी पनि उद्यमी सोच बनाउनुपर्छ। यो देशमा कन्ट्रिब्युसन भनेको चाहिँ खालि भाषण गरेर हुँदैन होइन, बोलेर मात्रै हुँदैन, कर्ममा विश्वास गर्नुपर्छ र कर्म चाहिँ कन्ट्रीमै गर्नुपर्छ भन्ने, यही समाजमै गर्नुपर्छ भन्ने जुन टाइपको कन्सेप्ट छ हाम्रो, त्यो बच्चाहरूलाई अपकमिङ जेनेरेसनलाई छोड्ने हो त्यो हामीले। र भन्दै गर्दाखेरि चाहिँ अपकमिङ जेनेरेसनको लागि पनि हो, यो हामीले हाम्रो लागि मात्रै होइन, हाम्रो लागि बेनिफिटको लागि मात्रै केही पनि होइन। हाम्रो आफ्नो व्यवसाय आफ्नो ठाउँमा त गरिरहेको छौँ नि सबैजना। यो त चेन जस्तै हो, यो त हरेक हो, लेगेसी हो, अब अर्को जेनेरेसनलाई दिनु पर्यो होइन। फेरि त्यहाँ पनि ग्याप भइदियो नि फेरि अर्को टाइम लाग्छ के जहिले पनि। अब हामीले अब धेरै कुराहरू यो चाहिँ फिल गरेको कुरा हो के, कुनै पनि चिज हामीले एउटा सर्टेन बन्दै गयो अनि सडनली त्यो जेनेरेसनले छोडिदियो भने अर्को जेनेरेसन आउन टाइम लाग्ने क्या, ग्याप भयो नि धेरै फिल्डमा यस्तो भइरहेको छ क्या।
अनि हाम्रो यो गाउँघरमा अब जनरली चिल्ड्रेनहरू र स्कुल भिजिट्सबाट आउँछन् बच्चाहरू बच्चाहरूको लागि यो ठाउँ बच्चाहरूको लागि बनाएको भएर हामी बुक्स आर्ट म्युजिक भनेर राखेको छौँ स्पेस, जहाँ चाहिँ बच्चाहरू आएर पुस्तक पढ्न सक्छन्, जहाँ चाहिँ बच्चाहरू आएर आर्ट गर्न सक्छन्, जहाँ चाहिँ बच्चाहरू म्युजिकसँग रमाउन सक्छन्। कनेक्ट यो माइन्ड विथ नेचर नट विथ वाइफाई भनेको छौँ। यहाँ आएर मोबाइल चलाउन हामी दिँदैनौँ। भन्न खोजेको चाहिँ डाइरेक्टली भन्न नसके तापनि इन्डाइरेक्टली बच्चाहरूलाई चाहिँ तिमी मोबाइलसँग कनेक्ट नहौ, नेचरसँग कनेक्ट हो भन्न खोजेको हो होइन। हामीसँग नजिकै खोला छ, खोलामा पनि बच्चाहरू जान मिल्छ, हाइकिङको स्पेसहरू छ, गाउँहरू छन् होइन, नजिकका जङ्गलहरू छन् जहाँ चाहिँ तपाईँ जङ्गल वाकहरू गर्न मिल्छ होइन। त्यो भन्दै गर्दाखेरि चाहिँ त्यही पञ्चतत्त्व जलवायु आकाश अनि धरतीसँग कनेक्सनमा चाहिँ बच्चाहरूलाई गर्ने। जस्तो अब हामीसँग एग्रिकल्चर ल्यान्ड छ, त्यो एग्रिकल्चर ल्यान्डमा बच्चाहरूलाई माटोसँग खेलाउने, कसरी रोपिन्छ, कसरी उत्पादन हुन्छ, कसरी उत्पादनलाई हामी जोड्न सक्छौँ भन्ने कुराहरू होइन। त्यो पामदेखि यहाँ टेबलसम्मका कन्सेप्टका कुराहरू हामी सुनेर हुन्छौँ होइन। भन्दै गर्दाखेरि इट्स भेरी ब्युटिफुल प्लेस फर बच्चाहरूको लागि चाहिँ एकदम ब्युटिफुल प्लेस हो। र बच्चाहरूलाई अझै अर्को कुरा चाहिँ बच्चाहरूको चेतना तपाईँले खुम्चाइदिनु भयो भने मोबाइलमा खुम्चिन्छ हेर्नुहोस् होइन। सिटीमा बच्चाहरूलाई मोबाइल मात्रै दियो भने बच्चाहरूको मोबाइल ट्याक्कै कन्सन्ट्रेसन मोबाइलमा हुन्छ र मोबाइलभन्दा बाहिर निस्किन सकिरहेको हुँदैन। तर प्रकृतिमा तपाईँले कसैलाई लिएर छोडिदिनु भयो भने उसको माइन्ड चाहिँ एक्सपेन्सन हुन पुग्छ, उसले धेरै कुराहरू देख्छ, धेरै कुराहरू जान्ने मौका पाउँछ, उसले धेरै कुराहरू प्रकृतिबाट अनुभव दिन पाउँछ। अनि विच इज भेरी गुड फर यो माइन्ड्स हुन्छ नि, तिम्रो चेतनाको लागि चाहिँ एकदमै राम्रो ठाउँ हुन्छ। त्यसले गर्दाखेरि गाउँको घरीको फार्म हाउसले चाहिँ त्यही कन्सेप्टलाई नै एउटा चाहिँ होइन त्यही कन्सेप्टलाई दोहोऱ्याउँदै त्यही कन्सेप्टलाई चाहिँ अगाडि बढाइरहेको छ भनौँ। अब पहिला त बुटोलमा पनि अलिअलि खाली ठाउँ हुन्थ्यो, खेल्ने ठाउँ हुन्थ्यो होइन। अब अलिअलि कसैको बोट बिरुवा नि यो फलहरू देख्न केही पनि छैन नि त। त्यो बच्चालाई अब यो के को बुटो बाउ भने नि अब भ्याइयो त्यहाँ होइन आकाश। अब त्यो चिजहरू हामीले सिकाउनु पनि दुःख लाग्छ होइन। अब हामी त राजनीति गऱ्यौँ, अझै पनि एउटा हामी पार्क बनाउन सकेनौँ बच्चाहरूलाई होइन। छैन, पार्क पनि बनायौँ, बिपी पार्क बनायो, काङ्ग्रेसको मात्रै मान्छे जाने, अनि मदन भण्डारी पार्क बनायो, एमालेको मात्रै मान्छे जाने होइन। अनि मेरो छोरा चाहिँ कहाँ जाने होइन। धन्दै गाउँको घर बनाएको छु र मेरो छोरा जस्तै अरूका छोरा पनि होलान् जसले चाहिँ यस्ता स्पेसहरू खोजिरहेका छन्, जसलाई कुद्न मन छ बच्चाहरूलाई होइन। त हामी पनि कुद्थ्यौँ नि त। कसैलाई कति फुटबल खेल्न मन छ, कसैलाई कति क्रिकेट खेल्न मन छ, कसैलाई कतिमा खोलामा गएर नुहाउन मन लागिरहेको छ, कतिलाई जङ्गलमा हाइक गर्न मन लागिरहेको छ, कतिलाई डाँडा काँडा उकालो ओह्रालो गर्न मन लागेको छ, कतिजनालाई माउन्टेन हेर्न मन लागेको छ, कति खुम्चाइया छ है। तर त्यस्ता व्यक्तिहरूको लागि चाहिँ स्पेस बनाइया हो। र त्यस्तै बुटुलबासीमा जसलाई चाहिँ एकदम सफोकेसन भइरहेको छ बच्चाहरूलाई कहाँ लग्ने होला होइन, कसरी प्रकृतिसँग कनेक्सन गराउने होला भन्ने हिसाबले पनि हामीले यो गाउँको घर इको फार्म हाउस भनेर चाहिँ फार्म स्टेको एउटा परिकल्पना गऱ्यौँ। र आजसम्म चाहिँ यो राम्रो स्कुलबाट पनि होइन, कलेजहरूबाट पनि अध्ययनको लागि होइन, इन्टरटेनको लागि हामी त्यसमा पनि जोड्न खोजेँ मैले। हामी एडुटेनमेन्ट भन्छौँ, एजुकेसन प्लस इन्टरटेनमेन्ट। एजुकेसन पनि हुने एट द सेम टाइम चाहिँ इन्टरटेन पनि हुने कि। सो यहाँ आउँदै गर्दाखेरि चाहिँ इन्डाइरेक्टली चाहिँ एजुकेसन पनि भइरहेको हुन्छ, एडुकेट पनि भइरहेको हुन्छ होइन। ऊ फेरि इन्टरटेन पनि गरेर हुन्छ कि, रमाइ पनि रहेको हुन्छ। कोसँग भन्दाखेरि चाहिँ नट विथ मोबाइल कि, प्रकृतिसँग रमाइरहेको हुन्छ कि एट द एन्ड अफ द डे। अनि प्रकृतिसँग रमाउने बित्तिकै मान्छे हिलिङ भएर पर्केको हुन्छ कि। यो साउन्ड हिलिङको पनि छ नि तपाईँको फेरि। साउन्ड हिलिङ। अब फेरि यो पार्टमा जाऊँ न त। साउन्ड हिलिङ इट्स इन्ट्रेस्टिङ 21st सेन्चुरीको सबैभन्दा हिलिङ भनेकै अब कसले गर्छ त, केले गर्छ त भन्दाखेरि साउन्डले गर्छ होइन। द साउन्ड कमिङ फ्रम सिङ्गिङ बल्स इज नट द हिलिङ। मैले भन्न खोजेको द साउन्ड कमिङ ओन्ली फ्रम सिङ्गिङ बल्स इज नट द हिलिङ। द साउन्ड कमिङ फ्रम नेचर इज अल्सो हिलिङ। जस्तो चराचुरुङ्गीको आवाज आइरहेको छ होइन, जङ्गलबाट आवाज आयो, खोला कलकल बगिरहेको, खोलाको आवाज आयो, जङ्गलको आवाज आयो, जलवायु आकाश अग्नि धरती सबैको आवाज आयो नि, इट्स हिलिङ। इट डजन्ट मिन द साउन्ड कमिङ फ्रम ओन्ली फ्रम सिङ्गिङ बल्स। द साउन्ड कमिङ फ्रम यो माउथ इज अल्सो हिलिङ आकाश। तिमी कसैलाई राम्रो तरिकाले बोल्छौ, माया गरेर बोल्छौ, कम्प्यासनका साथ बोल्छौ, दयाका साथ बोल्छौ, कसैलाई अप्रिसिएट गर्छौ, एडमायर गर्छौ भने नि द्याट्स अ हिलिङ। कस्तो अप्रिसिएट गर्यो है आकाशले, कस्तो रमाइलो लाग्यो है। र
रातभरि निद्रा लाग्यो बट कसैलाई तिमी पिन्च गरेर बोल्छौ गाली गरेर बोल्छौ कसैलाई ह्युमिलिएट गरेर बोल्छौ अपमानित गरेर बोल्छौ भने नि त्यो साउन्ड नि ब्याड भाइब्रेसन हो र त्यसले रातभरि निद्रा लाग्दैन वाइ इट्स अल बिकज अफ साउन्ड द साउन्ड कमिङ फ्रम यर माउथ सो द साउन्ड इज हिलिङ द साउन्ड इट डजन्ट मिन द्याट द सिङ्गिङ बल साउन्ड ओके अगेन द साउन्ड म त जनयुद्ध नै साउन्डले भएको भन्छु प्रचण्डको साउन्ड कसरी द भाइब्रेसन वाज ब्याड त्यो इम्प्याक्ट नेगेटिभ भयो सराउन्डिङलाई सबैलाई इम्प्याक्ट पार्यो लास्टमा भाइब्रेसन क्रिएट भयो लास्टमा जनताले होइन जनयुद्ध बन्दुक गोली बारुदसम्म पटास अब इट्स अ ब्याड एनर्जी राइट यस इभन वर्ल्ड वार भएको साउन्डले हिटलरको साउन्ड रियली म्याटर्स त्यही भएर तिमीले निकाल्ने साउन्ड कहिलेकाहीँ तिमीले निकाल्ने साउन्ड पनि म्याटर्स इट रियली म्याटर्स तिमीले राम्रो साउन्ड निकालेको छौ मायाले साउन्ड निकालेको छौ गुड भाइब्रेसनले साउन्ड निकालेको छौ गुड पोजिटिभ एनर्जीले साउन्ड निकालेको छौ भने नि इट्स भेरी गुड त्यसले राम्रो इम्प्याक्ट पार्छ होइन साउन्ड if you are depressed, if you are feeling like anxiety, suffering from anxiety, you'll go to psychiatric or psychologist, right 70% of 80% there will be a counseling, right? Yes. What do you mean by counseling? It's again sound. Okay, it's a sound. It's a positive message given by doctor, right? So it's really important. The sounds, the vibration coming from your mouth is healing again. Your healing pani huncha, it might be a very danger for everything. The World War banane pani sound liyo. The sound, did you heard the sound of the president of Ukraine and the president of Trump recently won. Yeah, absolutely. The World War is going to be happen because of that sound. The World War III. It's all because of sounds again. जब भाइब्रेसन बिग्रियो नि त्यहाँनिर होइन अहमता भयो नि रिस भयो नि इट्स गोइङ टु बी ब्याड भाइब्रेसन त्यसले सबैलाई डिस्ट्रोय गर्छ if there is a good vibration again going back to UK again there was a good conversation between EU and UK right अनि अहिले राम्रो प्रपोजल दिने भनिरहेको छ नि there is a हैन अब कमिटमेन्ट दैट हैन त्यो वार चाहिँ नगर्ने again there is a good vibration there was a good vibration it's all because of sounds what you present there was a sound coming from nature is a very good healing अनि sound the singing balls गाउँको घरमा पनि sound healing गराउँछौँ the sound healing भन्ने बित्तिकै that's a positive message we give to the customer हैन त्यसमा चाहिँ अब हिलिङका पार्टमा चाहिँ हामी अष्टधातुले बनेका सिङ्गिङ बल्स पनि प्रेजेन्ट गर्छौँ फर इक्जाम्पल यो होइन साउन्ड there is a sound coming from universe the sound is AUM Om and all the vibration what we have and what we speak is Om it's related to Om for example A भन्छौ भने पनि A मा एन्ड हुन्छ Om मा एन्ड हुन्छ B Om C so the vibration coming from this sound is also Om and we believe there is a 7 chakra inside the body starting from Muladwara to Saharsa Muladwara Swadhisthana Manipura Anahata Vishuddhi Agya and Saharsa so यो सातवटा चक्र चाहिँ अलाइन हुनुपर्छ र यो सातवटा चक्रमा चाहिँ कस्मिक एनर्जी चाहिँ मुलद्वाराबाट चिरेर सहर्षबाट निस्किनु पर्ने हुन्छ अनि इफ इट गोज वेल देन पिपल वोन्ट गेट एनी सफरिङ इट्स अ बिलिभ अगेन है तिमीलाई मैले अक्सिजन देखाऊ भने इयर देखाऊ भने म देखाउन सक्दिनँ क्या इट्स अ बिलिभ लिइरहेको छ है बाँचिरहेको छ इट्स अ फिलिङ है इट्स अ बिलिभ हो क्या खास होइन कसरी बिलिभ गरिरहेको छ भन्ने कुरा मैले त भन्ने कुरा हो होइन मैले त बिलिभ गर्छु नि त होइन मैले फिल पनि गरेको छु त्यसै गरी चाहिँ अब यो सातवटा चक्रहरू चाहिँ स्टार्टिङ बच्चा जन्मिँदाखेरि चाहिँ सातवटा चक्र चाहिँ ब्यालेन्स भएर जन्मिया हुन्छ तर तिम्रो हाउभाउ तिम्रो रहन सहन तिमी अब जुन सर्कमस्टेन्सेसमा बाँचिरहेको हुन्छ त्यसले चाहिँ तिम्रो चक्रहरू डिसब्यालेन्स हुनसक्छ र कुनै पनि चक्र डिसब्यालेन्स भयो भने चाहिँ त्यो चक्र अनुसारका चाहिँ तिमीलाई सफरिङमा जाने हो सिङ्गिङ बल्सका माध्यमबाट यस्ता प्राकृतिक होइन ठाउँहरूबाट चाहिँ फेरि त्यो चक्रहरूलाई चाहिँ अनब्लक चक्रहरूलाई चाहिँ ब्लक चक्रहरूलाई चाहिँ अनब्लक गर्न चाहिँ यसले मद्दत गर्छ भन्ने एउटा बिलिभ हो त्यही हिसाबले चाहिँ हामी साउन्ड हिलिङ पनि सातवटा चक्र बल्सहरू हुन्छ सातवटा चक्र बल्सहरूले चाहिँ हामी भाइब्रेसन दिएर सिङ्गिङ बल्सबाट थेरापी पनि गर्छौँ त्यसमा साउन्ड इमर्जन साउन्ड थेरापी साउन्ड बाथ भन्छौँ यसरी नै यो गाउँको घरमा चाहिँ त्यो पनि लिन मिल्छ
अन्त हाम्रो सबैजना साथीभाइहरू त अब होइन धेरै ठाउँ अब कोही विदेश कोही धेरैजना त बाहिर नै छ होइन। अब जस हामी त यही छौँ एटलिस्ट अब हामी आफ्नो फिल्डमा केही न केही त अब हामी हसल गरिरहेछौँ होइन फर ब्रेड एन्ड बटरकै कुरा गरौँ होइन। अब यही सन्दर्भमा अब कतिपय अब जस तिमीलाई देखेर नि कतिजना त इन्सपायर त छ नि त जस यहाँ आएर फेरि मिनिमम स्टिकमा चाहिँ लाइफ बाँची चलाइ जीविकोपार्जन भइरहेछ भनौँ न। सो त्यो सन्दर्भमा चाहिँ किन मेसेज दिन चाहन्छु त? अब वैदेशिक रोजगारको क्रममा चाहिँ म पनि 7 वर्ष त बसेँ। अब हाम्रै सर्कलको कुरा गऱ्यो भने अब अमित पनि होइन अब ऊ आफ्नो होइन एकाडेमिक होइन मास्टर्स गरेर फर्केर अहिले जुन फर्केर आयो होइन। त्यो भन्दै गर्दाखेरि चाहिँ अब मैले चाहिँ नराम्रो चाहिँ भन्दिनँ कि अब एक्सपिरियन्सको लागि होइन दक्षताको लागि होइन पढाइको लागि त्यो गेन गर्नको लागि चाहिँ जानुपर्छ। तर बुढो भएपछि आउने होइन कि यो देशमा त्यति सान्दर्भिक पनि हुँदैन कि खै त कन्ट्रिब्युसन रिलेटै भएन नि त होइन। आउनु छ भने यङ एजमै आउने हो होइन। समाजको लागि केही न केही परिवर्तनको कार्य चाहिँ गर्नैपर्छ कि इट डजन्ट मिन द राजनीति नै लाग्नुपर्छ भन्ने होइन। तर आफूले सक्ने यो समाजको लागि कन्ट्रिब्युसन केबाट गर्न सकिन्छ त केमा इन्ट्रेस्ट छ त होइन कसरी गर्न सकिन्छ त भन्ने कुरामा चाहिँ लाग्नुपर्छ भन्ने मेरो धारणा हो व्यक्तिगत धारणा। अब व्यक्तिगत हिसाबले संस्थागत हिसाबले फेरि अब आउने अपकमिङ जेनेरेसनको लागि चाहिँ सबैजना गाउँमै फर्किनुपर्छ सबैजना गाउँमै आएर गर्नुपर्छ भन्ने चाहिँ होइन। तर गाउँमा आउनुभयो भने के फाइदा छ भन्दाखेरि चाहिँ तपाईँलाई चाहिने इन्फ्रास्ट्रक्चर चाहिँ अलमोस्ट एभ्रिथिङ इज रेडी हियर होइन। ट्रान्सपोर्टेसन छ इलेक्ट्रिसिटी छ हो खानेपानी छ मूलका पानीहरू छन्। खानेपानी यु डोन्ट ह्याभ टु पे फर बिल्स सिटीमा जस्तो। इलेक्ट्रिसिटी गाउँ गाउँमा आइसकेको छ। ट्रान्सपोर्टेसन बाटो खनतले बाटो पुऱ्याइसकेको छ भनेपछि तपाईँले उत्पादन गरेका चिजहरू यदि सिटीमा लाउन मिल्छ भने त्यो त एकदम राम्रो अपर्च्युनिटी हो। तपाईँले उत्पादन गर्नु पर्यो। उत्पादनसँग जोडिएका कुराहरू तपाईँले केही पनि कलेक्सन गर्न सक्नुहुन्छ र सिटीमा गएर तपाईँले प्रेजेन्ट गर्न सक्नुहुन्छ भने नि त्यसको एकदम राम्रो डिमान्ड छ। त्यो मात्र नभएर यसको त गाउँमा उत्पादन भएका चिजहरूको त अहिले अब हामी इन्सेक्टिसाइड र पेस्टिसाइड फ्री अर्ग्यानिक निकाल्न सक्यो भने त्यो त इन्टरनेसनल मार्केटमा पनि राम्रो डिमान्ड छ नि त होइन। जस्तो हामीले कफीहरू पनि अहिले बाहिर कन्ट्रीको लागि स्याम्पलको लागि पठाइरहेको छौँ होइन। भन्दै गर्दाखेरि चाहिँ थोरै मिनिमम प्राइस रेन्जमा चाहिँ राम्रा एबन्डन जग्गाहरू छोडिएका बाँधा ल्यान्डहरू चाहिँ हामी पाउँछौँ नि त गाउँमा। थोरै लगानीमा पनि राम्रो एउटा चाहिँ प्रोडक्टिभ ल्यान्ड लिएर यहाँ गर्न सक्यो भने चाहिँ एटलिस्ट तपाईँले उत्पादन गरेका चिजहरू चाहिँ सिटीसम्म पुर्याउन सकिन्छ र त्यसलाई अर्थसँग चाहिँ आर्थिक हिसाबले पनि तपाईँलाई राम्रो टेवा मिल्छ। साथसाथै अब एउटा हेल्दी लाइफ पनि हुन्छ होइन। किनभने अब माटोसँग खेल्दै गर्दा पञ्चपत्रसँग खेल्दै गर्दाखेरि तपाईँ आफै पनि पिस अफ माइन्डमा हुनुहुन्छ थाकिन्छ होइन मजाले सुतिन्छ होइन। एउटा चाहिँ नर्मल सिम्पल लाइफ पनि हुन्छ मान्छेको होइन। र गाउँमा गर्नको एउटा अर्को फाइदा पनि नि कम्पिटिसन भन्ने छैन नि त्यहाँ छैन होइन। गाउँमा कम्पिटिसन भन्ने भावना नै हुँदैन कि यहाँ त सहयोगी भावना हुन्छ होइन। त्यही बाटर सिस्टमै हुन्छ मजाले तपाईँले चाहिँ होइन गाउँ छिमेकसँग बसेर रमाइलो गर्दै होइन काम उनीहरूबाट लिँदै आफूले पनि उनीहरूलाई रोजगारसँग जोड्दै मजाले काम गर्न सकिन्छ। अनि तपाईँले जुन हामी त सामाजिक प्राणी हो नि त। सिटीमा बस्दै गर्दाखेरि चाहिँ एउटा घरमा होइन कोही मान्छे बित्यो भने पनि अर्को घरले थाहा पाउँदैन होइन। मलाई पनि जाँदैन होइन। यस्तो टाइमको हेक्टिक टाइम छ मान्छेहरूसँग होइन। मान्छेको समय छैन। तर गाउँमा के छ भन्दाखेरि त्यो सामाजिक परिवेशमा बाँच्दै गर्दाखेरि कता कता त्यो अट्याचमेन्टहरू पनि मान्छेले पाउँछ क्या इमोसनली होइन भावनात्मक हिसाबले मान्छे जोडिन पुगेको हुन्छ होइन। सन्चो बिसन्चो सोधिने मान्छे हुन्छन् होइन। खाना खानुभयो त भनेर सोधिने मान्छे हुन्छन् चिया खानुभयो त सम्म मान्छे सोधिने मान्छे हुन्छ। भन्दै गर्दाखेरि भावनात्मक हिसाबले पनि मान्छेलाई चाहिँ डिप्रेस बनाउँदैन कि यो ठाउँमा होइन। तपाईँ सफरिङमा जानुहुन्न कि तपाईँ त हिलिङ प्रोसेसमा जानुहुन्छ। अनि अझै गाउँमा बस्दै गर्दाखेरि अझै यस्तो ठाउँमा बस्दै गर्दाखेरि तपाईँको चेतना पनि वृद्धि हुन्छ होइन। अनि आध्यात्मिक लाइनमा लागेको मान्छेहरूले चाहिँ जहिले पनि तपाईँले आध्यात्मिक लाइनमा लागेको मान्छेहरूको एउटा चाहिँ हिस्ट्री हेर्नुहोस् उहाँहरू जहिले पनि शिवपुरी बाबा खप्तड बाबा एकदम रिमोट ठाउँमा बसेर आफूले मोक्ष पाउनु भएको हो नि त होइन। त्यसले गर्दाखेरि अब हामी जस्तो एउटा चाहिँ होइन साधक या त होइन जसले चाहिँ अलिकति स्पिरिचुअल जर्नी तय गरेर आएको छ त्यस्ता व्यक्तिहरूको लागि चाहिँ गाउँ फेरि एउटा उत्तम गन्तव्य हुनसक्छ। त्यो हिसाबले गर्दाखेरि चाहिँ मैले चाहिँ गाउँ नै रोजे हो र
अब आउने अपकमिङ जेनेरेसनलाई पनि सायद गाउँ नै अबको अपर्च्युनिटीको बाटो चाहिँ रोज्नुपर्छ, किनभने गाउँ छोडिरहेका छन्, सबैले अपहेलना गरिरहेको छन्। त्यो टाइममा हामी जस्ता युवाहरू चाहिँ गाउँमा सम्भावना छ है भनेर चाहिँ एउटा गुड म्यासेज चाहिँ दिन सक्नुपर्छ। र गुड म्यासेज दिनु मात्रै होइन, यो कुरा साँच्चै नै सम्भावना छ भन्छु। र सकिन्छ भने आफ्नो देशलाई, समाजलाई केही न केही सेवा गरेर लाइफ एन्ड गरौँ। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच अगेन। ल आकाशीले एउटा पोडकास्टको माध्यमबाट चाहिँ गाउँको घर र व्यक्तिगत हिसाबले समुद्र घिमिरेको यो होइन अब कुटीमा आएर चाहिँ यो आज एउटा पोडकास्ट गरियो। यसको लागि चाहिँ म व्यक्तिगत हिसाबले र संस्थागत हिसाबले धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आगामी दिनहरूमा पनि तपाईँले गरेका पोडकास्टहरू चाहिँ राम्रो हुँदै जाओस् र समाजमा यसले राम्रो इम्प्याक्ट पारोस् भन्ने शुभकामना दिन चाहन्छु। धन्यवाद।